नजिक भएर चाहे हाम्रो हिमाल पग्लिने होस् वा मार्शल आइल्यान्ड हैन मालदिभ्समा चाहिँ समुद्र सतह माथि आउने होस् प्रत्यक्ष यसको असर चाहिँ पर्ने फेरि समुदायमा हामी अधिकांश पर्छौं। त्यसो त अरु सबैलाई नै पर्छ, तर जो वनजंगलको नजिक, जो जमिनको नजिक, जो हिमालको नजिक बस्छ उलाई पर्छ होला। 5 मिनेट भयो भएर मैले सारै समरीमा भने यस्ता विषय पहिले पनि हामी विभिन्न ठाउँमा बोलेका छौं, लेखेका छौं। यो सारै छोटकरी सारांश चाहिँ यही हो। हुन्छ। अब फेरि म उदयजी तर्फ जान चाहन्छु। सुरेशजीले चाहिँ हाल्नुभयो हैन, हामीले अहिलेको वर्तमान सन्दर्भमा चाहिँ विशेष गरेर यो ग्लोबली नै एकदम च्यालेन्जिङको विषय क्लाइमेट चेन्ज, त्यो सँगसँगै अहिलेको हाम्रो एकदम डिस्ट्रक्टिभ नेचरको चाहिँ विकासे परियोजनाहरू होइन र त्यसपछि अत्यधिक बसाइसराई लगायतका विभिन्न तमाम समस्याहरू अहिले निम्तिरहेको छ नि त। यो खालको कन्टेक्स्टमा चाहिँ यो भूमि पूजा मनाउने प्रचलनमा प्रवृत्तिमा चाहिँ कस्तो खालको असर परेको तपाईँले देख्नुहुन्छ होइन? यो पछिल्लो अवस्था चाहिँ कस्तो छ त्यो पनि बताइदिनु। ठिक छ। यो तपाईँको अहिलेको क्वेसनलाई चाहिँ मैले सेकेन्डरीमा राखेँ। यसको अलिकति मैले पहिलोचोटिको मेरो के अरे मैले बोल्ने क्रममा चाहिँ अलिकति यसको कन्सेप्चुअल डेफिनेसन अलिकति क्लियर हुनुपर्छ जस्तो लाग्छ। अब हामीले हिल्जे भनेर भन्छौँ, तर सबैतिर चाहिँ हिल्जेको कन्सेप्ट छैन। तथापि यसको बेसिक एउटा चाहिँ त्यो स्ट्रक्चर र यसको आइडिया चाहिँ एउटै हो। तर स्थान विशेषमा चाहिँ अब कतैतिर चाहिँ जस्तै कि सिन्धुपाल्चोकको यो लिसाङको पाखर एरियातिर लगायतको त्यो बेलमा चाहिँ नेदा सिब्दा छोत्पा भन्नुहुन्छ उहाँले। त्यही खासमा त हिल्जे नै हो। त्यो हिल्जे चाहिँ त्यो जुन पूजा विधि छ, त्यो पूजाको जुन रिचुअल छ, त्यसलाई चाहिँ एउटा त्यसलाई कलेक्टिभ रूपमा सबै बुझ्ने हिसाबले चाहिँ त्यो हिल्जे भन्न हामीले त्यसलाई डिफाइन गर्न सक्छौँ। तर स्थानगत हिसाबले स्थानीय रूपमा चाहिँ त्यसलाई कसैले चाहिँ अब हाम्रोतिर चाहिँ मेरै ठाउँमा चाहिँ त्यसलाई हिल्जे पनि भन्छौँ, त्यसलाई चाहिँ फेरि झुओकेङ्ग पनि भन्छौँ। किन तपाईँको झोलाई बुझ्ने हो नि त होइन। चुलिङकेङ्ग पनि भन्छ। त्यो चुलिङ भन्ने ठाउँमा चाहिँ त्यो रिचुअल हुने भएको कारणले चुलिङकेङ्ग पनि भन्छौँ। तर त्यसको चाहिँ त्यो एउटा एज अ जेनरल डेफिनेसनको रूपमा चाहिँ हिल्जे हुनसक्छ भनेर चाहिँ हामीले यो कन्सेप्ट चाहिँ तपाईँहरूले हामीले क्लियर हुनुपर्छ। तर यसको अन्तत्वगत यसको मूल कुरा चाहिँ एउटै हो होइन। मुख्य गरी चाहिँ त्यो जुन यो समयमा चाहिँ विशेष गरी गाउँको होइन, उहाँले अब देश भन्नुभयो। हामी तामाङको लागि चाहिँ एउटा गाउँै चाहिँ देशको हिसाबले चाहिँ हामीले त्यसरी बुझ्नुपर्छ जस्तो लाग्छ। किन त्यो गाउँ के देशको जुन राष्ट्रको जुन देश भन्दा पनि राष्ट्रको जुन डेफिनेसन छ, त्यो ठ्याक्कै तामाङ राष्ट्रको जुन हामीले जुन एलिमेन्टहरू भनेर भन्छौँ, त्यो सबै त्यो तामाङ कुनै एउटा पर्टिकुलर तामाङ गाउँमा त्यो एलिमेन्ट सबै हुन्छ। त्यसले गर्दाखेरि उहाँले बुझेरै त्यति बेला भन्नुभयो जस्तो लाग्छ है। अनि यसमा चाहिँ विशेष गरी मैले यो अहिलेको जुन चेन्जिङ कन्टेक्स्टको कुरा कहाँनिर लगेर जोड्छु भन्दाखेरि चाहिँ मैले यो विशेष गरी थाङपाल एरियाको चाहिँ यो रिचुअल होइन, यो हिल्जेको अध्ययन गर्दाखेरि चाहिँ अहिले पनि उहाँले के गर्नुहुन्छ त भन्दाखेरि उहाँहरूको चोहो हुनुहुन्छ, गाउँको जुन चोहो हुनुहुन्छ, उहाँले सबै त्यो म्यानेजमेन्ट गर्नुहुन्छ होइन। त्यो हिल्जे गर्ने कहिले गर्ने त्यो गर्नुभन्दा अगाडिको प्रिपरेसन गर्नुपर्छ। त्यो प्रिपरेसन चाहिँ के रहेछ त भन्दाखेरि त्यो गाउँमा चाहिँ त्यो कुनै कोही मान्छे बित्नु भएको छ कि होइन, त्यो शोक परेको छ कि होइन, घेवा भएको छैन कि, अनि त्यसपछि कोही के अरे तपाईँको डेलिभरी हुनुभएको छ कि गाउँमा कोही डेलिभरी हुनुभएको छ, अथवा त्यो बिहे चाहिँ तपाईँको चाहिँ बिहे भयो तर राम्रोसँग त्यो रितभात नगरेको छ कि, त्यो सबै चाहिँ तपाईँको सर्भेलेन्स गर्ने। त्यो सर्भेलेन्स गरिसकेपछि चाहिँ सर्भेलेन्स गर्नको लागि चोहोले चाहिँ त्यो आमाहरूले पठाउनुहुन्छ अरे, पठाएर अनि सबै चेक गरिसकेपछि सबै ठिक छ भन्ने कुरा आइसकेपछि अनि बल्ल उहाँले तोक्नुहुन्छ। ल यो फलानु दिनमा चाहिँ हिल्जे गर्ने भनेर तोक्नुहुन्छ। अनि त्यो तोकिसकेपछि चाहिँ त्यो तोकेको दिनमा चाहिँ उहाँले बिहान गाउँभरि बिहान चाहिँ उहाँले उर्दी जारी गर्नुहुन्छ। अहिले पनि छ त्यो छ अहिले पनि छ। अनि त्यो उर्दी जारी गरिसकेपछि अनि ल आज चाहिँ हिल्जे छ अनि भनेपछि त्यहाँ गाउँमा चाहिँ त्यो तपाईँको खनजोत गर्नेदेखि लिएर चाहिँ यो वन जङ्गलमा गएर रुख काट्ने यताउति गरेर के पनि बन्देज हुन्छ। त्यो दिनको लागि कुनै क्लब हुन्छ। त्यो
अब मेरो एरियाको कुरा गर्नुहुन्छ भने मेरो अलिकति काठमाडौँको अलिकति नजिकको एरिया हो। अहिले चाहिँ त्यो जुन अहिले एक्जिस्टिङ अलिकति काठमाडौँभन्दा अलिकति परको ठाउँमा त्यो थाङपालमा जुन प्र्याक्टिस छ त्यो अहिले छैन। त्यो विशेष गरी चाहिँ चोहोले होइन, त्यसपछि अरू जुन तामाङ जुन सोसाइटीको चाहिँ जुन हामीले इन्स्टिट्युसन्सहरू भनेर भन्छौँ त्यसको डिस्टिङ फङ्सनहरू जसरी उहाँले चाहिँ त्यो ठाउँमा अहिले पनि छ होइन। त्यो चोहोले के गर्ने, त्यसपछि उहाँको सहयोगीहरू के गर्ने भनेर त्यो विशेष गरी घुल्जेमा अनि उहाँलाई चाहिँ अब त्यो के अरे त्यो सुरुवात गर्नुको लागि चाहिँ पोङ लानुपर्ने, उहाँले पोङ लगेपछि मात्र बल्ल उहाँले चाहिँ त्यो के अरे अरू कामहरू थाल्नुहुने, त्यो अरू ठाउँमा चाहिँ छैन। त्यस्तो ठ्याक्कै त्यो पहिला थियो, पहिला अवश्य पनि थियो। तर तपाईँले भन्नुभएको जस्तै अहिले यो जुन यो मोडर्नाइजेसन अथवा चाहिँ यो के भन्ने हो यी कुराहरूले चाहिँ अलिकति त्यसले असर गरेको देखिन्छ। अनि अर्को कुरा चाहिँ यहाँनिर मैले जोड्नै पर्ने कुरा चाहिँ विशेष गरी हामी तामाङहरूको चाहिँ यो उहाँले चारवटा चाहिँ तपाईँको दिशाको कुरा गर्नुभयो, 5वटाको कुरा गर्नुभयो होइन। हाम्रो तपाईँको यस्तो त्यो गाउँको निर्माण यसरी गर्नु भएको छ कि ठ्याक्कै होइन, गाउँ एउटा ठ्याक्कै सेन्टरमा हुन्छ, त्यसको चाहिँ चारै दिशामा ट्याक चाहिँ त्यो गाउँको चाहिँ एउटा रक्षक अब तपाईँको यस्तो छ। अब विशेष गरी चाहिँ जियोलाई बढी चाहिँ तपाईँको बढी चाहिँ त्यसलाई पुज्ने गाउँहरूमा चाहिँ जियोलाई प्राथमिकता मेन चाहिँ डेटिजको रूपमा लिनुहुन्छ भने नेदा सिद्धा मान्ने जुन गाउँहरूमा चाहिँ त्यो नेदा सिद्धालाई लिनुहुन्छ। तर उहाँहरूको कुरा एउटै होला गलत। अनि उहाँहरू चप्प 4वटा दिशामा राख्ने अनि यही अवसरमा हो उहाँहरूलाई चाहिँ अब ट्याक्क पूजा गरेपछि उहाँहरू ट्याक्क लाएर चाहिँ वर्षभरिको लागि उहाँहरू चाहिँ अब गाउँको सुरक्षा के भन्छ अब के भन्ने अब सेक्युरिटी गार्ड जस्तो पुरा बस्नुहुन्छ होइन। त्यो अरू यताउति बाहिरबाट के आए ठ्याक्कै छेकिहाल्नुहुन्छ होइन। अनि बिचमा फेरि अब मेरो गाउँको कुरा गर्नुहुन्छ भने म थोरै यसो भन्छु, त्यहाँ बिचमा चाहिँ तपाईँको चुलिङ भन्ने हुन्छ। धेरै गाउँमा चाहिँ तपाईँहरूले चुलिङको सुन्नु भएको छ है। त्यो चुलिङ चाहिँ के हो त भन्दाखेरि त्यो गाउँको चाहिँ तपाईँको सेन्टर पोइन्ट होइन। जस्तै तपाईँको मण्डलको कन्सेप्ट लिनुहुन्छ भने त्यो चाहिँ त्यो फिजिकल रियलम जुन भूमिको जुन हाम्रो जुन गाउँको जुन भूमि छ त्यो भूमि र माथि चाहिँ तपाईँको स्पेस अथवा चाहिँ देउताको चाहिँ त्यो जुन उहाँहरूको जुन छुट्टै लोक छ त्यसलाई कनेक्ट गर्ने चाहिँ एउटा त्यो ठाउँ। र त्यो चुलिङ त्यो धेरै ठाउँ छ। विशेष गरी मेरो गाउँको कुरा गर्नुहुन्छ भने त्यो यो जुन हुल्जिया चाहिँ तपाईँको त्यही चुलिङमा गर्ने हो। त्यो चुलिङमा किन गर्ने हो त भन्दाखेरि त्यो सेन्टर पोइन्ट हो त्यो होइन। त्यहाँ तपाईँको यो हाम्रो भूमिमा स्थापित जो नेता सिद्धा सबै सेन्ट्रिक हुने पनि केही ठाउँ भयो भने हामीभन्दा अझ हाम्रो जुन फिजिकल जुन वर्ल्डभन्दा माथिको जुन जति पनि डेटिजहरू छ उहाँहरू पनि त्यही कन्सन्ट्रेट हुने हो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो एकदम विशिष्ट खालको चाहिँ यो हुल्जिया चाहिँ यो हाम्रो तामाङको लागि त लोसारभन्दा पनि महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई। अब म सेतीमाञ्जीबाट जान चाहन्छु। जस्तो पश्चिमी भेगमा चाहिँ विशेष गरेर यो जुन उहाँले अलिकति जोडिहाल्नु भयो होइन, पछिल्लो समय चाहिँ यो आधुनिकीकरण विश्वव्यापीकरणको चपेटामा चाहिँ भूमि पूजा मनाउने प्रचलनमा चाहिँ तपाईँको भेगतिर चाहिँ कस्तो खालको असरहरू देखिन थालेको छ, कस्तो छ अहिले पछिल्लो अवस्था चाहिँ त्यसको पुस्तान्तरणको अवस्था के छ होइन, अहिले चाहिँ मनाउँदै छ कि छैन के छ अहिले चाहिँ त्यो बताइदिनु सक्छ। अब हाम्रो उदयजी भने जस्तै यो नाम जे राखे तापनि अघि भने जस्तै गर्ने प्रकृतिलाई नै हो। तपाईँको प्रकृति बिना मान्छे बाँच्न सक्दैनन् भने जस्तै विज्ञानले पनि त्यही भन्छ र हिजो हाम्रो पुर्खाले मान्दै आएको मिथमा पनि त्यही भेटिन्छ तपाईँको। अब यसमा अघि पनि भने अब यो भन्दाखेरि यो विषयवस्तु धेरै छ। अब यहाँ समारेर भन्नुपर्ने अब यो तपाईँको चाहिँ अलिकति तपाईँको त्यहाँ अलिकति एक दुई मिनटमा अगाडि यो चाहिँ के छ भन्दाखेरि हामीले यो पूजा गर्दाखेरि चाहिँ तपाईँको विशेष गरी पूर्णिमाको दिनमा गरिन्छ। यो पूर्णिमाको दिनमा अब बाहेक चाहिँ कहिले कहिले त औँसी पनि गरिन्छ, तर चाहिँ सकेसम्म चाहिँ पूर्णिमाको दिन गरिन्छ। त्यो पूर्णि चाहिँ तपाईँको चाहिँ ठ्याक्कै आदि अब हाम्रो चाहिँ तामाङहरूमा के रहेछ भन्दाखेरि तपाईँको चाहिँ हामी एक दुई यो गते तिथि मिति जानु कि हामी तिथि त्यसलाई चाहिँ तिथि नै भन्छ, तिथि नै हो भन्ने गर्नु चाहिँ औँसीको भोलिपल्ट 1 हुन्छ हाम्रो महिनाको सुरु हुन्छ। अनि औँसी पूर्णिमाको दिन 15 दिन हुन्छ, फेरि औँसीमा तपाईँको 30 दिन हुन्छ,
फेरि तपाईँको सुरु हुने हाम्रो तपाईँको त्यो भाग हुनाले हाम्रो तपाईँको चाहिँ पूर्णिमाको दिनमा चाहिँ हाम्रो पूजा गर्ने चलन छ। त्यसपछि तपाईँको मैले फेरि अघि पनि भने कि यो चाहिँ हाम्रो देउता भनेको तपाईँको आगो, तपाईँको चाहिँ यो चाहिँ हावाहुरी, तपाईँको त्यसपछि गएर यो अनि यो चाहिँ पानी, त्यसपछि गएर तपाईँको चाहिँ हिमाल, त्यसलाई नै तपाईँको चाहिँ त्यो तिनीहरूबाट भने तपाईँ हाम्रो रक्षा गर्ने हो भन्ने जनविश्वास पनि छ। तपाईँको त्यो विश्वासको आधारमा गरिने पनि त्यो मिथहरू चाहिँ त्यसो जोड गरेछ। किनभने जसले तपाईँको चाहिँ जो व्यक्तिले यो माटोको चाहिँ के भन्छ त्यसलाई चाहिँ तपाईँको चाहिँ माटोमा टेकियो, त्यो माटो त अब तपाईँको चाहिँ एउटा हामी त्यो चाहिँ माटो उत्पादन गर्ने जुन एउटा देउता छ त्यसलाई खुसी नपारेसम्म त हामीलाई त न त हाम्रो सन्तानलाई वृद्धि हुन्छ, न त तपाईँको अन्नजन्य चिजलाई वृद्धि हुन्छ। यो पूजा चाहिँ मेरो यस्तो पनि हुँदो रहेछ कि तपाईँको सर्व प्राणी र सर्व जगतलाई नै हुँदैन। यो कुनै तपाईँको एउटा समुदाय विशेषलाई तपाईँको त्यसपछि कुनै ठाउँ विशेषलाई मात्रै होइन कि उसले त हुल भन्नुको अर्थ त्यो रहेछ क्या तपाईँको चाहिँ जसरी तपाईँको यो ब्रह्माण्डलाई जति चाहिँ त्यहाँ त्योभित्रको प्राणी छ जुन तपाईँको चाहिँ त्यो जुन यो ब्रह्माण्ड छ त्यसलाई नै तपाईँको नष्ट नहोस्। किन तपाईँको कहिलेले तपाईँको चाहिँ हाम्रो बुद्ध धर्ममा विश्व शान्ति पूजा गरिन्छ भनिन्छ नि त, यो पनि एउटा यो कन्टेन्ट हो तपाईँको अर्को एउटा चाहिँ। अनि अर्को चाहिँ तपाईँले नै यो चेन्जेबलको कुरा चाहिँ यो पछिल्लो चरणमा यो कस्तो पनि आएको छ भन्दा निरन्तर त छ अझै पनि पूजा पाठ गर्ने त तपाईँको चाहिँ अहिले त मान्छेले कति विश्वास गर्छ फरक कुरा हो, विश्वास गर्दैन फरक कुरा भयो। तर पूजा पाठहरू चाहिँ अझै पनि तपाईँको चाहिँ हाम्रो माथिल्लो धादिङको चाहिँ उत्तरी भेगमा तपाईँको विशेष गरेर मेरो चाहिँ रुबी भ्याली त्यसो अब अझै पनि तपाईँको चाहिँ मङ्सिरमा मने नाच्ने, त्यसपछि गएर तपाईँको चाहिँ भदौमा तपाईँको चाहिँ गोरु जोत्नुभन्दा अगाडि तपाईँको भूमि पूजा गरेर मात्रै गोरु जोत्ने, त्यसपछि तपाईँको चाहिँ मकै छारिसकेपछि तपाईँको चाहिँ त्यसको आफ्नै पूजा गर्ने, त्यसपछि तपाईँको चाहिँ भाली भित्रेपछि आफ्नै पूजा गर्ने। त्यो भाली भित्रको चाहिँ तपाईँ अन्न चाहिँ पहिला चाहिँ तपाईँको चाहिँ फुच्याङ राखेर मात्रै देउतालाई चढाएर मात्रै पुर्खाले चढाएर मात्रै खाने त्यो अझै पनि छ, त्यो रिचुअलै छ। तर अहिले चाहिँ तपाईँको चाहिँ यो के भएको छ भने पानी पर्दैन। हिजो पानी नपर्दाखेरि तपाईँको चाहिँ पूजा गरेर पानी निकाल्थ्यो, आसिना पर्दाखेरि त आसिना छेक्नलाई तपाईँको चाहिँ सेर्दुङ गर्छ भनेर लामाले तपाईँ साङ्गा पुग्थ्यो होइन। तर अहिले चाहिँ तपाईँको भाषा कसरी निर्माण भएको छ भन्दाखेरि यो पानी बढी पऱ्यो भने नि क्लाइमेट चेन्ज, खरेरी पऱ्यो नि क्लाइमेट चेन्ज। त्यो क्लाइमेट चेन्ज चाहिँ केबाट भयो भन्ने कुरा हामी गएको छैन कि फेरि चाहिँ समस्या होइन। अब सबै कुरा मान्छेबाट भएको छैन, क्लाइमेट चेन्जको कुरा छ होइन। त्यो सबै कुरा क्लाइमेट चेन्ज भन्छ। तर क्लाइमेट चेन्ज चाहिँ किन भएको छ भन्दाखेरि फेरि म यहाँ भन्छु तपाईँको हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो हिजो परपुर्खले के गरिरहेछ भन्दाखेरि जस्तै तपाईँको चाहिँ जङ्गल खरानी भयो भने त्यहाँको चाहिँ जङ्गलको चाहिँ तपाईँको देउता रिसाउँछ। जस्तै सिङमेनहरू रिसाउँछ है भन्थ्यो क्या, सिङमेन भोम्लामा भन्थ्यो त्यस होइन। त्यसपछि तपाईँको खोलाको मुहानको त्यहाँ वरिपरि फोहोर भयो भने लु लु भुम्रा पाऊ भन्थ्यो। त्यसमा के हुन्थ्यो भन्दाखेरि फेरि यो ऊ हुन्छ नि त घाउ आउने त्यहाँ पिसाब दिसाब गऱ्यो भने होइन त्यो गर्छ भन्ने हुन्थ्यो। त्यसपछि तपाईँको कुनै तपाईँको भिर पाखामा ठुलो ढुङ्गामा चाहिँ ढुङ्गा हान्यो त्यहाँ माथि चाहिँ दिसा पिसा गरिदियो भने तपाईँको चाहिँ अनि ब्राह्मण चाहिँ रिसाउँथ्यो भन्थ्यो, त्यसको आफ्नै पूजा गर्नु पर्थ्यो। अब तर अहिले चाहिँ तपाईँको चाहिँ यो के भन्छ नि हाम्रो चाहिँ हामीले सामाजिक विज्ञानले यो भनिरहेछ, यो चाहिँ सामाजिक संरचनाको कुरा, त्यसको मूल्य मान्यताको कुरा, त्यसको विश्वासको कुराहरू गरिरहेछ। तर नेचुरल विज्ञानले के भन्छ यो चाहिँ अलिकति यस्तै हो भन्ने त हालेपछि त अलिकति त्यो दुईवटाको कम्प्लेक्स हो कि त्यहाँ कतै कतै जटिल त त्यहाँतिर पनि छ नि त त्यो त्यो कारणले गर्दाखेरि फेरि अहिले के भयो भने कहाँ रुख काटिदियो तपाईँको त्यसपछि त पानीको मुहान सुकिहाल्छ। हिजो त हाम्रो त प्रकृति रूपमा तपाईँ रिचुअलले त बचाइरहेको रुख बिरुवा अहिले समुदाय वन बनाएको छ हेर्नुहोस्। अनि त्यो समुदाय वन बनाएपछि तपाईँ के बनायो भन्दाखेरि तपाईँको अहिले झन् हाम्रो तपाईँको चाहिँ यो कला भाषा संस्कृति पनि तपाईँको चाहिँ मार्दै जाने तपाईँको। अब तपाईँ अहिले चाहिँ के भन्ने फेरि अर्को चाहिँ के पनि रहेछ भन्दाखेरि यो राज्यको नियम र यो आदिवासीहरूको चाहिँ रिचुअल चाहिँ फेरि ठिक विपरीत छ कि फेरि कतिपय कुरा चाहिँ। अब राज्यको नियम पालना गर्दाखेरि रिचुअलको माइनस हुने मार्दै जाने, रिचुअललाई जोगाउँदाखेरि तपाईँको राज्यले चाहिँ त्यो उल्टो त्यो चाहिँ अब चाहिँ अपराध भनेर चाहिँ त्यो चाहिँ चोरी सिकारी गर्यो, चोरी के चाहिँ अपराध गर्यो भनेर थुन्ने, अब चाहिँ तपाईँ सजाय भोग्ने त्यो पनि छ नि त। हाम्रो यस्तै कुराहरूले हाम्रो चेन्जेबलमा चाहिँ अलिकति असर गरिरहेको छ। तपाईँले भूमि पूजा गर्दाखेरि त्यो असर गर्नु पऱ्यो नि त। उहाँले आफै भन्नुभयो नि त अब चाहिँ के अरे चाहिँ भलुको पित्त कहाँ भयो त, त्यो भलुको पित्त भलु मार्न लागेपछि तपाईँको थुनिहाल्छ होइन त, कसरीको बिना चाहिने। अब तपाईँको अस्ति अब यो फेरि यो त यो तपाईँको अरू समुदाय पनि रहेछ नि त। अब तपाईँको पण्डितले बाहुन क्षेत्रमा पण्डितले तपाईँको चाहिँ छेवार गर्दाखेरि अब व्रतबन्ध गर्दाखेरि तपाईँको त्यो मृगको छाला चाहिँदो रहेछ भनेपछि त त्यो रिचुअलले त मान्यो नि त। तर त्यो मृग मार्न थाल्यो भने थुनिहाल्ने। यो कतिपय कुरा चाहिँ यो चाहिँ हाम्रो यो चाहिँ तपाईँ रिचुअलहरूलाई डेथ गर्ने काम चाहिँ राज्यको नियमसँग बाँझेर नि भइरहेछ। यो अहिले तपाईँको त्यो चाहिँ देखिन्छु मैले चाहिँ
त्यो कारणले गर्दाखेरि हामीले यो समग्रमा के छ भन्दाखेरि हाम्रो यो भूमिपुच्छ सँगसँगै हाम्रो यो भूमिपुच्छ भन्ने नै हाम्रो पुर्खाको हिस्ट्रीलाई निरन्तरता हो। यो तपाईँको मिथ हो, यो कथा हो, हाम्रो ओरल हिस्ट्री हो। तपाईँको त्यहाँ त त्यो छ नि त, तपाईँको त्यो के अरे पुर्खा भन्न साथ तपाईँको कुन बेलादेखि त्यो पुर्खा कहाँ उत्पत्ति भएकोदेखि अहिले कहाँसम्म त्यसलाई त्यो पुर्खाको चाहिँ तपाईँको मेम्बरहरूलाई संरक्षण गरेर त्यसलाई चाहिँ सुरक्षित गरेर सुरक्षा दियो भन्ने हो नि त। भनेपछि त्यो त एक खालि हिस्ट्री पनि छ नि त, त्यो कुरामा जोडिएको छ जस्तै नि। हुन्छ, अब म डाक्टर सुरेश तामाङजीबाट जान चाहन्छु। जस्तो अघि जितेन्द्रजीले कुरा गरिहाल्नुभयो, अब क्लाइमेट चेन्ज भनिरहेको छ नि त, त्यो क्लाइमेट चेन्ज चाहिँ कसरी भइरहेछ त होइन। यसले हाम्रो अब आदिवासी र हाम्रो प्रकृति, हाम्रो भूमि बिच त सम्बन्ध अहिले पछिल्लो समय त टाढिँदै गइरहेको छ होइन। यसलाई चाहिँ तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ र त्यसको इमिडिएट इम्प्याक्ट चाहिँ कुन सामाजिक समूहलाई पर्छ, यस्तो खालको असरहरूले त्यो पनि बताइदिनु। अघि मैले अघिल्लोमा पनि छोएँ, तर अहिले उहाँहरू दुईजना कुरा सुन्दाखेरि फेरि घुमेर फर्केर फेरि भूमिमै पुग्दा, भूमि पूजामै पुग्दा, तामाङको भूमि पूजा मात्र होइन, अरू होइन, मगरले पनि भूमि त्यत्तिकै मान्छन्, थारूले मान्छन्, नेवारले त्यो योमरी पुन्नी त्यो पनि प्रकृतिकै कुरा हो। हामी बाल बच्चा हुँदा अघि उहाँले सुन्नुभयो भैँसी ब्यायो भने बिगौती नचढाइ खान पाइँदैन, पहिलो फलेको फसल मकै काँक्रो पनि चढाएर मात्रै खाइन्थ्यो। त्यो भनेको अल्टिमेटली प्रकृतिलाई चाहिँ अनर गरेको, थ्याङ्क यू भनेको, धन्यवाद हामीलाई चाहिँ प्राण दान दिनुभयो, अन्न दिनुभयो, हावा दिनुभयो, खाना दिनुभयो भनेको नै हो मेरो विचारमा। अनि अझ पछि उहाँले के जोड्नुभयो भने हाम्रो पुर्खालाई अहिलेको यो मोडर्न साइन्स, यो विज्ञान नभन्दा पहिले पनि के थाहा रहेछ भने प्रकृति बचाउनै पर्छ। जो भनेको बिरुवा हो, माटो, पानी हो, जल हो। अनि पानीको स्रोत पनि फोहोर गर्नुहुन्न भन्ने रहेछ। अहिले पनि विज्ञानले त्यही भन्छ नि त, सफा पानी पिउने। अहिले वासका कार्यक्रम हुन्छन् होइन, क्लिन ड्रिङ्किङ वाटरमा चाहिँ एक्सेस भएन मान्छेको भनिन्छ, सारा ट्रिटमेन्ट प्लान्ट र अनेक क्लोरिन आएको छ। तर हिजो त्यो पहिल्यै थाहा रहेछ जहाँसम्म। अझ उदयजीले एउटा छोड्नुभयो जस्तो लाग्छ मलाई, उहाँको निकुञ्जकै बोर्डरमा घर छ। निकुञ्ज वा सामुदायिक वनको कारणले आदिवासीहरू विस्थापित भएको, आफ्नो पुर्ख्यौली चाहिँ कति चिजहरू गर्न नपाएको, त्यहाँ चाहिँ कानुनले रोकेको अवस्थाहरू छ। भुक्तभोगी तपाईँ स्वयं हो। म वन विज्ञान पढेको भएर मलाई त्यो थाहा छ होइन, कि अब उहाँहरू त ल इन्फोर्समेन्ट बन्दुक छ, हामी त घेरेर राख्ने हो भनेर उहाँहरू बस्ने, हामी हाम्रो पुर्खाको पूजा ठाउँमा जान देऊ भन्ने कुरा त्यो त्यसरी त्यहाँ विवाद पनि छ। अब अरू दलित समुदायको पनि छ, गोल बोल्न पाएनौँ, भित्र जान पाएनौँ भन्ने चाहिँ यस्ता अरू कैयन उदाहरण छ। हाम्रो आफ्नै तामाङ जाति र शिवपुरी वरिपरिको घटना टिभीमै ल्याउनु भएको थियो कुमार दाईले। त्यसो हुनाले यावत विषय छ। अब अन्त त मैले अघिल्लोचोटि पनि भनेको क्लाइमेट चेन्जतर्फ जाने हो भने अहिले हाम्रो मानव व्यवहार, हामीले अहिले धरतीलाई जोगाउनेतर्फ अहिले हाम्रो त्यो चेतै छैन। अब यता पुर्खाको कुराहरू चाहिँ अब यो पनि हो र यो के हो र यस्तो कुरा पनि अहिले गर्ने 16औं शताब्दीतिर फर्किने भनेर हामीमाथि प्रश्नहरू आउँछ। तर यसलाई राम्रोसँग हेऱ्यो भने त हिजो हाम्रो पुर्खाको चाहिँ अध्ययन अनुसन्धान, त्यो बेलाको व्यवहार आचरण चाहिँ साँच्चै भन्ने राम्रो रहेछ नि त। धरती बचाउने हिसाबले त, माटो पानी संरक्षण गर्ने हिसाबले। इभन हिजो कोरोनाको आइसोलेसनका कुराहरू पनि थियो। त्यो बेला पनि गाउँमा कुनै रोग व्याधि अघि तपाईँले भन्नु के आउन नदिनलाई पहिल्यै चाहिने रोक्ने कुनै हिसाबले, अब साङ बालेर हो कि बारबन्देज लाएर हो कि, अब हुन त त्यहाँ अमानवीय कुरा नै आउँथ्यो, पुल काट्ने कुरा अथवा ओर लाग्यो भने चाहिँ जङ्गलमा लगेर छोड्ने जस्ता पनि हुन्थ्यो। त्यो चाहिँ अलि अमानवीय लेभलको हुन्थ्यो। तर बाँकी हकमा हेऱ्यो भने त जसरी हुन्छ आफ्नो समुदायलाई सुरक्षित राख्ने। अनि फेरि अर्को एक दुईवटा कुरा तपाईँहरूको छलफलमा अघि आइरहेको छ। यो आदिवासीहरूको एउटा दृष्टिकोण चाहिँ के छ भने आफ्नो गाउँको, आफ्नो राष्ट्रको, राज्यको, ह्युलको अनि समूहको वेलफेयरको कुरा भइरहेको छ। त्यहाँ अहिलेको समाज त सामूहिकतामा त छैन। अहिले त आफू कसरी धनी हुने, कसरी कमाउने, कहाँ टावर बनाउने, टनेल बनाउने, पैसा कमाउने, ठेका लिने भनेपछि हाम्रो तपाईँ आफ्नो घरबाट वरिपरिको माटो पानी के भइरहेछ अहिले सारा पहिरो छ। अहिले मैसेप्याटीबाट हेर्दा पर भटे डाँडामा सेतो पहिरो देखिन थालिसकेको छ। भनेपछि अहिले प्रकृति ध्वस्त गरेको त हामी मानवले नै हौ। तपाईँ हामी हाम्रै साथी सङ्गी हामीले नै हो। विकासको नाममा त्यहाँ अब राज्यको नीति नियम पनि छ। अब अहिलेको विकास त्यतै गइरहेछ। त्यसैले त्यसको प्रत्यक्ष असर त आम मान्छेलाई नै छ। अहिले टेम्परेचर बढिरहेछ। आजै हेर्नुहोस्, हिजो र आज 35 डिग्री छ कि जस्तो लागिरहेछ काठमाडौँ। यसै गर्मी बढिरहेछ। अब अस्ति सेप्टेम्बरमा त्यहाँ चाहिँ ललितपुरमा बाढी आएर अनेक भयो होइन, मान्छे मर्नु पर्यो तल्लो भेग। सायद मात्र भेग त शिवपुरी यताउता भएको भएर यता कम पर्यो होला। उतातिर त त्यो जम्मै हाम्रो कर्सर पनि त्यता भित्ताभरि गाउँ गाउँमा घर घरमा बाटो, यो सबै चाहिँ जो माटो क्षय गर्ने, जमिन ध्वस्त गर्ने, रुख काट्ने, यो सारा त हामीले विकासको नाममा गरिरहेछौँ नि त। अब निजगढकै जङ्गलमा एयरपोर्ट बनाउनु पर्ने, फास्ट ट्र्याक पनि त्यहीँबाट गर्नुपर्ने, भएको रुख काट्नुपर्ने, यावत भएको हुनाले
हामी चाहिँ त्यो मानव निर्मित नै हो अहिले क्लाइमेट चेन्ज, त्यो त विज्ञानले पनि मान्छ। अब यसको नियन्त्रण भनेको हामीले चाहिँ यी हाम्रो चेत फर्काउने, हाम्रो चाहिँ माटो पानी जोगाउने, हाम्रो घरबाट अब चाहिँ हामीले प्रयास गर्नु पर्यो कि प्रकृति विरोधी काम चाहिँ रोक्नु पर्यो, प्लास्टिक कसरी घटाउने होइन, हामी आफू पनि सचेत हुनु पर्यो। अब म शिक्षा अधिकृत र अस्ति सामुदायिक वनको एकदम केन्द्रको पदाधिकारीसँग हिँडिरहेको छु, गाडीमा बीच वनमा उहाँहरू बोटल फाल्नुहुन्छ, पानी खाएको बोटल। अब हाम्रो चेत चाहिँ त्यो छ होइन। त्यसो हुनाले हाम्रो यो कुरा फेरि हाम्रो शिक्षामा कहाँ छ, करिकुलममा कहाँ छ। त्यसो हुनाले हाम्रो अहिलेको धरती विरोधी जो कामहरू भइरहेछ, खास गरी हामी मान्छेले विकासको नाममा त्यो रोकियो भने सायद अलिकति होइन मौसम परिवर्तनको कुरामा पनि अलिकति कमी ल्याउन सकिन्छ। तर त्यो चिजको चेत चाहिँ हाम्रो आदिवासी पुर्खाको यो खालको नलेज, यो खालको विजडमतिर फर्क्यो भने अलि सजिलो हुन्छ बुझ्नलाई। त्यसो भएर हामी मोटरै नचढ्ने, अब एसी हो नि त, एसी पिपल काटेर एसी राख्ने भएको छौँ होइन। मोटर पनि त बिजुलीको चढ्न सकिन्छ नि त, ब्याट्रीको फोसिल फ्युलको दाजुमा साइकलै चढ्न सकिन्छ। तर अब फेरि नेपालको साइकलको बाटो कस्तो छ, पर्ला डाक्टरलाई गाडीले हानेको नि जो होइन इन्भाइरोमेन्टलिस्ट यहीँ कतै सावेलमा गर्छ। भन्नु खोजेको हामी अब त्यतातिर फर्क्यौँ, हाम्रा पुर्खाका राम्रा ज्ञानहरू यस्ता चाहिँ चिजहरूमा लागौँ। अघि एक दुईवटा चिजमा जस्तो देउता भनेर हामी त्यो कति 84 जुनी के देउता कति हजार हुन्छ भन्ने मान्ने भन्दा नि प्रकृतिलाई र पुर्खालाई मानेको जस्तो लाग्छ मैले आदिवासीको हकमा। किनभने त्यो हाम्रो वासना हो त, हाम्रो जीवन जोडिएको चिज त देउता हो नि त हामीलाई बचाउने। धरतीभन्दा ठुलो अर्को त के छ र। हुन त अहिले विज्ञानले मङ्गलतिर पनि सार्न खोजिरहेको छ, एलन मस्कले के गर्दैछ। लु मैले यसरी नै टुङ्ग्याएँ। अन्तिम प्रश्न चाहिँ अब वे फरवर्ड के हो त, अब त्यो पनि सहित चाहिँ तपाईँको भनाइ। मेरो 2-3टा सुझाव नै त्यही हुन्छ। अब हामी कसरी हुन्छ धरती जोगाउने अभियानमा हामी घरबाट हामी आफै लाग्नु पर्यो, माटो पानी जोगाउने खालको गर्नु पर्यो। म भैँसपाटीमा बस्छु, मेरो सानो 1 आना बचेको जग्गा भने म आफै तरकारी लाएर खान्छु। 4-5वटा लोकल कुखुरा पनि छ, म अन्डा पनि खाएँ, त्यसले नै दिइरहेछ होइन। भनेपछि हामी यसरी घरबाट सानोबाट सुरु गरौँ भन्ने नै मेरो सुझाव हुन्छ। यो विकासको नाममा यो के को पछाडि नकुदौँ भन्ने एउटा मेरो अन्तिम सुझाव हुन्छ। स्वास्थ्यको हकमा पनि हस्पिटल मात्रमा भर नपरौँ। हाम्रो आफ्नो अहिलेको स्वास्थ्य भनेको त खानपिन नै स्वास्थ्य हो होइन, हाम्रो फुड मेडिसिन। त्यसैले हाम्रो प्रिभेन्टिभ पब्लिक हेल्थ पनि प्रिभेन्सन भन्छ नै, तर प्रिभेन्सन पनि खानपिनदेखि अब सुई खोप अरू सरसफाइ सफा पानी सबै आउँछ। अहिले त फोहोर मैला व्यवस्थापन महिनावारीको सबै कुरा आउँछ। तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ अहिले नसर्ने रोग बढिरहेको चाहिँ खानपिन र जीवनशैली नै भन्ने छ। त्यसो हुनाले त्यतातिरबाट बढी सचेत हौँ हामी। हुन्छ, अवश्य नारायणजीलाई अन्तिम प्रश्न। अब के त अब यस्तो खालको समस्याहरू त छ होइन, तैपनि तपाईँले भनिरहनु भएको छ, हामी मनाइ पनि रहेछौँ। अब आजको जुन यो फ्लडमा चाहिँ तपाईँ एउटा म्यासेज चाहिँ के दिन चाहनुहुन्छ? यो आजको टपिक यहाँ रहेर चाहिँ अब हाम्रो बाटो चाहिँ के हो, कता हुनुपर्छ? यसमा चाहिँ यस्तो छ, अब हामीले अब यो दुईवटा चिजलाई नै सँगसँगै लिएर जानु पऱ्यो जस्तो मलाई लाग्छ। अब एउटा त तपाईँको चाहिँ हामीले अहिलेको आधुनिक यो चाहिँ तपाईँको चाहिँ प्राविधिक हुँदै एआईसम्मको जमानामै हामीले लिनै पर्यो होइन। हामी फेरि यो तपाईँको हिजोको पुर्खाउको मात्रै कुरा गरिरहँदाखेरि तपाईँको हाम्रो सारा सन्तान तपाईँको पछाडि परिहाल्छन्। त्यो भन्दै जाने क्रममा चाहिँ आखिर भने चाहिँ तपाईँको चाहिँ सबै कुरा चाहिँ अहिले होइन मेडिसिनले मात्रै गर्छ, सबै कुरा मात्रै गर्छन्। यो चाहिँ अहिले यो भन्दै गयो जाँदाखेरि त अघि डक्टर साहबले भन्नुभयो नि त, नसार्ने रोगहरू वृद्धि भयो। म त फेरि त्यो स्वास्थ्यको विद्यार्थी त होइन, त्यही पनि मैले त प्र्याक्टिकल देख्ने कुरा मात्रै छुट्टा गरेर फेरि म तपाईँ यहाँ जोड भयो। तपाईँ पहिला के गर्थ्यो भने हाम्रो आमाहरूले, हाम्रो हजुरआमाहरूले के गर्नुहुन्थ्यो भने अब अहिले चाहिँ तपाईँको कीटनाशक औषधि हाल्छ किन मकै रोप्दाखेरि अथवा आलु रोप्दाखेरि अथवा कुनै पनि त्यो कीटनाशक छर्छ कि अहिले चाहिँ। पहिला तपाईँ के भने तिते पातेर तपाईँको चिराइतेहरूको तपाईँ त्यो काटेर तल हाल्थ्यो, त्यो गोबरहरू हाल्थ्यो होइन। अब त्यो त तपाईँ केमिकल रहित भयो नि त एक खाले यसरी हेर्दाखेरि। अब हिजो तपाईँको चाहिँ कोही मान्छे महामारीबाट मान्छे मऱ्यो भने अहिले साबुन त थिएन, मेरो समयसम्म साबुन थिएन क्या। तर तपाईँको त्यो चिराइतो के चाहिँ त्यो जडीबुटीहरूले गरेर हात धुन्थ्यो होइन मजाले चाहिँ। भनेपछि अब यो कतिपय कुरा त हिजो पनि हामीलाई तपाईँको कहिले के लाग्छ भने तपाईँको चाहिँ आदिवासीहरूको ज्ञान नै वैज्ञानिक ज्ञान हो भन्ने कुरो पनि छ नि त। त्यो कतिपय त्यो वैज्ञानिक ज्ञानै देखिन्छ त्यो कुरा। र अर्को तपाईँले भने चाहिँ अहिले के गर्नुपर्छ भन्ने कुरा त अबको बाटो के हो भन्दाखेरि हामी समुदाय आफै पनि तपाईँको स्वयंको भूमिकामा एउटा कुरो तपाईँको के अरे चाहिँ त्यो भूमिका निर्वाह गर्नु पऱ्यो हामीले। यो चाहिँ हिजो हामीले यो कुरा चाहिँ हाम्रो यो कुरा चाहिँ अब चाहिँ परम्परागत रहेछ, यो चिज चाहिँ अहिले पनि यो त अहिलेको समयसँग पनि मिल्दो रहेछ भन्ने हुनु पऱ्यो। अर्को कुरो तपाईँको चाहिँ स्थानीय तहले
विशेष गरेर अहिले मलाई त के लाग्छ भने सम्बन्धित सरकारवालाहरू अब चाहिँ त्यो सरकारवालाभित्र हामी पनि पर्छौँ, हामी समुदाय स्वयं पनि हो फेरि, तर त्यसको अर्गनाइजेसनहरू छ नि त, जस्तै आदिवासी जनजाति महासङ्घहरू, तामाङ घेदुङहरू होला, गुरुङको तामु चाहिँ हुला छ, त्यसपछि मगरको आफू नै छ, अथवा सबैको खास आर्यहरूको सबैको छ नि त। अहिले सिङ्गो नेपालको जतिवटा चाहिँ 143वटा जात जातिको सबैको चाहिँ अहिले सङ्गठन छ, अहिले संस्था छ। यी संस्थाहरूले चाहिँ तपाईँको चाहिँ कम्ती पनि आफ्नो स्थानीयतामा पटेकामहरूको विकास गर्नु पर्यो। यो चाहिँ यसरी चाहिँ गर्नुपर्छ भन्ने कुरा। अर्को कुरो तपाईँको मलाई लाग्छ तपाईँको चाहिँ राज्यको नीतिहरू, कतिपय कुरो राज्यको नीति चाहिँ तपाईँको म्याच हुँदैन कि। अब हाम्रो के छ भने सबै कुरो सिंहदरबारसँग केन्द्रित छ कि, मैले अघि पनि भने नि त। अब हाम्रो एउटा काम गर्दाखेरि ठ्याक्कै राज्यसँग अपराध हुने। जस्तै म तपाईँलाई भनौँ त्यहाँ संविधान पनि स्पष्ट लेखेको छ, अनि पुर्खाको तपाईँको चाहिँ सिप काला के चाहिँ नष्ट नगर भन्छन्, अनि तपाईँको चाहिँ त्यो पुर्खाको चाहिँ उ गर्दाखेरि तपाईँको चाहिँ भाँडाकुँडा बनाउनले रुख काट्दाखेरि चाहिँ त्यो रुख काट्यो भने थुन्ने होइन तपाईँको। अनि चाहिँ तपाईँको चाहिँ भेडा बाख्रा पालन गर्दाखेरि चाहिँ तिम्रो हिजो पुर्खाको पेसालाई निर्धन दियो भने चाहिँ भेडा बाख्रा पालन त जङ्गल चाहियो, जङ्गल सबै समुदाय बन्नु के अरे समुदाय र साना वन बनाउने त्यहाँ नि थुन्ने होइन। अनि तेरो चाहिँ पुर्खाको चाहिँ तपाईँको पेसा चाहिँ निर्धन गरायो भनेछ, जडीबुडी खोजेर आयो भने तैँले चाहिँ चोरी ल्याएर ल्यायो भन्ने, यस्तो खालेको चाहिँ तपाईँको चाहिँ एकदम जटिलहरू छ। यो कुरामा हाम्रो स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका नियमहरूले चाहिँ तपाईँको यो कुरालाई स्पष्ट हुनुपर्छ, जरुरी छ। एउटा चाहिँ अर्को चाहिँ तपाईँको मलाई लाग्छ के हो भन्दाखेरि अब यो हामी चाहिँ विशेष गरेर तपाईँको अहिले समयमा चाहिँ मिडियाकर्मी साथीहरूले यो कुराहरूमा बढी फोकसले लेख्नु पऱ्यो। हामी अलिकति आध्यान गर्न खोज्ने साथीहरूले पनि सबैले लेख्नु पऱ्यो। लेख्दै जाने क्रममा मैले अघि भने नि सबै अनुसन्धान गर्ने चिजहरू पर्याप्त होइन है। तपाईँ खोजको विषय नै हो नि त, फेरि खोजिन्छ, एउटाले अर्को क्रिटिक गर्छ, त्यो कुरा त स्वाभाविक त हो। त्यो कुराहरूले हामीले जनचेतनाको रूपमा चाहिँ हामीले दिन जरुरी छ। अर्को कुरो तपाईँको चाहिँ यो अघि मलाई लागेको कुरो अहिले हाम्रो सबैभन्दा चाहिँ भूमिको स्वामित्व र सांस्कृतिक स्वायत्तता चाहिँ हामीले जोगाउनु जरुरी छ। त्यसमा तपाईँ संविधानको चाहिँ कुन धारामा मैले बिर्सेँ, मैले बिहान खोजेको त्यो अलिकति तपाईँको के छ भने विशेष क्षेत्र अधिकार घोषणाको कुरा त गरेछ होइन। त्यसपछि तपाईँको अर्को कुरा तपाईँको चाहिँ मलाई चाहिँ ल्यान्ड म्यापिङ चाहिँ हामीले गर्न जरुरी छ कि कुन एरियामा चाहिँ कुन भूमिमा चाहिँ कुन समुदायको परिवर्तन कस्तो छ, ल्यान्ड म्यापिङ भयो भने कम्ती कल्चर पनि जोगियो। अनि अर्को कुरो तपाईँको चाहिँ तपाईँको चाहिँ यो जलवायु परिवर्तनलाई पनि हामीले जोगायो नि त। अनि अर्को हाम्रो महत्त्वपूर्ण भनेको चाहिँ आइएल 169लाई हाम्रो राज्य चाहिँ म अस्ति तपाईँको चाहिँ युएस जाँदाखेरि यही कुरा आयो क्या तपाईँको। अब हाम्रो चाहिँ मन्त्रीले नि के बोल्यो भन्दाखेरि यो विषय सँगै जोडेको हुनाले अब उहाँले के भन्नु भने हामी आदिवासीको काम धेरै गरिरहेका छौँ, हामीले चाहिँ आइएल 169मा पनि हामी चाहिँ त्यसको चाहिँ त्यो चाहिँ शान्ति सम्झौता गरेको चाहिँ मेम्बर हो। अनि त्यसपछि के कुराहरू गर्नुभयो, तर कार्यान्वयन त गरेको छैन नि त। त्यहाँ तपाईँको चाहिँ आइएल 169मा चाहिँ हामीले ट्याक्कै सबैले भनेको कुरो त सबै कुरो त अब धेरै छ। त्यहाँ जल जङ्गल जमिन भनेछ नि त, जो स्थानीयको हो नि त तपाईँको। फेरि यहाँ गरेको भाषा के भएको छ भने आदिवासीको मात्रै भनेछ कि, तर त्यहाँ जल जङ्गल जमिन त जुन समुदाय त्यहाँ बसेको छ उनको भने हो नि त खासै। तर यहाँ चाहिँ के उल्लु पनि आइरहेछ है, कतिपय कुरा चाहिँ यो आदिवासीको मात्रै हो भनिरहेछ नि त। त्यो खास आर्यहरूको जस्तै कर्णाली क्षेत्र त खास आर्यहरूको होला नि त होइन, त्यो उनीहरूको पनि त्यो दायित्व होइन त जल जङ्गल जमिन जोगाउनु पर्ने। अनि यो आसपासमा तामाङहरूको होइन तपाईँको, त्यो पूर्व गए रैलिम्बूहरूको होला भनेपछि त तपाईँको त्यो जल जङ्गल जमिन चाहिँ हामीले जुन आइएल 169 चाहिँ राम्रोसँग कार्यान्वयन गर्न जरुरी छ भन्ने चाहिँ मलाई लाग्छ। अनि त्यसको कुरामा चाहिँ तपाईँ हाम्रो यो अर्गनाइजेसनहरूले दबाब दिनुपर्छ भन्नेमा चाहिँ हवस्। होइन के अरे हामी यसपछि सक्यो होइन, ल ठिक छ। म चाहिँ अलिकति जडसूत्रवादी हुन्छ नि, अलिकति संस्कार संस्कृतिको मात्रै बढी कुरो गर्ने भयो कि उहाँहरूले चाहिँ अलिकति त्यो नीति निर्माण पोलिसी लेभलको कुरा पनि चाहिन्छ। उहाँहरूको पार्टबाट आइसक्यो, म धेरै बोल्नु पर्दैन। म चाहिँ अलिकति आफ्नै गाउँ फर्किआएँ भने जस्तै टाइपको अघिकै जुन हाम्रो जुन विषयवस्तु छ हुल्जीको कन्सेप्टमै म अलिकति त्यसलाई अलिकति कन्क्लुजनमा के हो त अब हामी तामाङ समुदाय लगायतको चाहिँ हाम्रो आम चाहिँ समुदायले कसरी बुझ्नुपर्छ त हुल्जेलाई, त्यसको सिग्निफिकेन्स के हो भन्नेतिर लाग्छ है। मैले अघि यहाँहरूलाई निवेदन गरेँ जस्तै अघि उहाँहरूले नेचरको कुरा गर्नुभयो। नेचरमा चाहिँ हामीले त्यो होइन तपाईँको चाहिँ खोला नाला, त्यसपछि कुवा, त्यसपछि विशेष प्रकारको बोट बिरुवा जङ्गल होइन, त्यो सबै क्षेत्रलाई चाहिँ हामीले दिवत्वकरण गरेर चाहिँ त्यसलाई हामीले बुझ्छौँ होइन। त्यो सबै आदिवासी जनजातिहरू समुदायहरूको त्यो एउटा फन्डामेन्टल एउटा चाहिँ नेचर होइन। त्यसको अर्को चाहिँ यो हाम्रो तामाङ सोसाइटीको कुरा गर्नुहुन्छ भने त्यो यो यसको पछाडिको चाहिँ तामाङ कस्मोलोजी है, तामाङ कस्मोलोजी हाम्रो तामाङको चाहिँ मौलिक
विश्व दृष्टिकोण के हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। त्यो अनुसारले चाहिँ त्यो तामाङको जुन विश्व दृष्टिकोण छ जुन मौलिक छ कि अरूभन्दा एकदम अरू मिल्न त मिलिहाल्छ होइन, तर हाम्रो आफ्नो छुट्टै प्रकारको छ, यस्तो राम्रो छ कि त्यो बारे हामी धेरै अरू समय भएको छलफल गरौँला। तर के हो त भन्दाखेरि त्यो तामाङ विश्व दृष्टिकोणले के भन्छ भन्दाखेरि मानव सृष्टि हुनुभन्दा अगाडि जति बेला मानव भन्ने अस्तित्व नै थिएन, मानव तब हामी मान्छेको उत्पत्ति हुनुभन्दा अगाडि नै यो वन जङ्गल खोला नाला सारा सृष्टि भएको हो नि त होइन। अनि त्यो सृष्टि हुँदैखेरि नै हाम्रो जो नेदा सिद्ध सबै त्यो जमिनमा त्यो जङ्गलमा त्यो पाखामा त्यो डाँडामा त्यो सबैको चाहिँ त्यो प्राधिकार त्यसको ओनर भन्छ नि, त्यसको मुख्य चाहिँ भोक्ता भन्छ हामीले होइन, भोक्ता भनेको होइन, ओनर चाहिँ को त भन्दाखेरि त्यो ठाउँमा बस्ने त्यो नेचरमा बस्ने चाहिँ नेदा सिद्ध डेटिजहरू हो। त्यसले गर्दाखेरि चाहिँ हामीले मान्छे कुनै पनि काम गर्दाखेरि अघि त्यो नेचर कन्जर्भेसनको कुरा गर्दाखेरि यहाँनिर लगाएर जोड्नुपर्छ कि हाम्रो त फिलोसफीमै छ कि बेसिक फिलोसफीमै नेचर कन्जर्भेसनको कत्रो राम्रो चाहिँ आइडिया छ होइन। अब बाहिरको कता कताबाट के कहाँबाट चाहिँ युरोप अमेरिकाको चाहिँ है त्यो के उनीहरूको कन्टेक्समा त ठिक होला होइन, त्यो कुराहरू ल्याएर चाहिँ हाम्रोमा ठ्याक्कै ल्याएर चाहिँ त्यसलाई रिफ्लेक्ट गर्दैछ कुरो बिग्रेको हो। त्यो ह्युल्जेकोसँग चाहिँ कुरा जोड्दाखेरि चाहिँ त्यो ह्युल्जे पनि के हो त भन्दाखेरि त्यो नेचरलाई चाहिँ आफूले अब नयाँ बाली उत्पादन गर्न लागि होइन, अब त्यो कन्जम्सन गर्ने कुराहरू त्यो बाली नाली रोप्नको लागि चाहिँ त्यो स्वीकृति लिएको हो नि, नेचरसँग स्वीकृति लिएको। र अर्को रिचुअलको कुरा गर्दाखेरि चाहिँ तपाईँको मैले अघि भनेको थिएँ नि त्यो दिन चाहिँ तपाईँको वन जङ्गल पाके काट्न नमिल्ने होइन, हलो जोत्न नमिल्ने सारा कुरा छ नि। अनि भोलिपल्ट पनि प्रि बस्ने भन्छ कि भोलिपल्ट पनि तपाईँको त्यो जुन हामीले ह्युल्जे गर्छ त्यसको भोलिपल्ट पनि हामीले त्यस वर्जित हुन्छ, सबै कुरा वर्जित हुन्छ हो। त्यो चाहिँ के हो त भन्दाखेरि त्यो हामी त्यो नेचर सेन्सिटिभिटी भन्छ नि होइन, हामी कतिको हाम्रो पुर्खा चाहिँ तपाईँको कतिको चाहिँ नेचरप्रतिको त्यो इन्टिमेसी त्यो नेचरप्रतिको चाहिँ सेन्सिटिभ कति रहेछ भन्ने कुरा चाहिँ त्यसको त्यो यो कन्टेक्समा चाहिँ अघि मैले कन्क्लुजनमा ल्याउनु पर्दाखेरि यो नेचर कन्जर्भेसन भूमिको कुराहरू चाहिँ हाम्रो बेसिक फिलोसफीमा छ। त्यो बेसिक फिलोसफी भनेको तामाङको मौलिक विश्व दर्शन हो जुन चाहिँ अरू यो बौद्ध दर्शनभन्दा पनि फरक हो, अरू कुनै पनि दर्शनभन्दा फरक हो कि हाम्रो एकदम पृथक पर्छ। त्यो दर्शनमा आधारित ह्युल्जे पूजा हो है। त्यसले गर्दाखेरि चाहिँ अर्को महत्त्वपूर्ण कुरा चाहिँ त्यो तामाङको ट्रेडिसनल इन्स्टिट्युसन्सहरू भनेर भन्छौँ नि, तपाईँको चाहिँ बुम्बो ताम्बा चोहो यो सबै फङ्सनलिटिजहरूको चाहिँ यो रिफ्लेक्सन चाहिँ यहाँनिर हुन्छ। किन तपाईँको यो किन रिफ्लेक्सन हुन्छ त भन्दाखेरि यो चाहिँ त्यो अब देशै राष्ट्रै भनौँ होइन, त्यो राष्ट्र अथवा त्यो गाउँको चाहिँ एउटा होइन सबैभन्दा महत्त्वपूर्ण चाहिँ के हो त भन्दाखेरि यो रिचुअल हो। वर्षमा अरू रिचुअलहरू पनि हुन्छ, एनुअल रिचुअलहरू पनि हुन्छ, तर यो ह्युल्जे चाहिँ जुन यो अब पर्सीको जुन ह्युल्जे छ त्यो चाहिँ कुनै पनि तामाङ गाउँको लागि तपाईँले विचार हेर्नुहुन्छ भने एकदम महत्त्वपूर्ण रिचुअल हो, सबैभन्दा ठुलो महत्त्वपूर्ण फङ्सन हो, सोसियल फङ्सन हो। त्यसमा तपाईँको ताम्बा चोहोदेखि लिएर सबैको चाहिँ त्यसमा त्यो के अरे हाम्रो कसरी चाहिँ त्यो सोसाइटी कसरी फङ्सन गर्छ भन्ने कुरा देखिन्छ होइन। त्यसपछि यो ह्युल्जे चाहिँ के हो त भन्दाखेरि हाम्रो भूमि प्रकृतिसँगको सम्बन्ध हाम्रो चाहिँ त्यो पुर्खाले चाहिँ निर्माण गरेको विश्व दृष्टिकोणको चाहिँ रिफ्लेक्सन चाहिँ यो ह्युल्जे हो। अरू कुरो त उहाँले सबै गरिसक्नु भएको छ होइन। बाँकी अब हुन्छ ल, अब चाहिँ म फ्लोर ओपन गर्छु। यहाँहरूको प्रश्न जिज्ञासा टिप्पणी र आफ्नै रिफ्लेक्सनहरू पनि अबको सेसनमा चाहिँ सुनाउन सक्नुहुन्छ। छिरिङजी हात उठाउनु आउँछ होला है, अलिक गाह्रो छ। फर्स्टमा त यहाँहरूलाई थ्याङ्क यू आजको यो के अरे ह्युल्जे एक्ज्याक्ट के हो भन्ने प्रश्नमा नै मैले चाहिँ खास मेरो दुईवटा चाहिँ प्रश्न छ मेजरली के अरे हाम्रो उद्देश्यहरूलाई। अनि एउटा चाहिँ म थोरै चाहिँ मैले जहाँ त्यो ह्युल्जेको अभ्यासको विषय मैले जहाँ देखेको छु या सुनेको छु त्यो अलिकति उ गर्छु, त्यो चाहिँ म 2 मिनटमा गरिहाल्छु होइन। यो ह्युल्जे चाहिँ हामी अहिले जस्तो अब पर्सीको पूर्णिमालाई चण्डी पूर्णिमा के अरे यो बुद्ध जयन्ती भनेर मानिराखेको छौँ।
यो हिल्जे भयो। तर यो हिल्जे गर्नको लागि हाम्रोतिर चाहिँ कस्तो चलन छ भने एकैपल्ट हिल्जे गर्न पाइँदैन के। यो हिल्जे गर्नको लागि यसको बेस भनेको चाहिँ यो माघमा जब लोक फेर्सी गर्छ भन्ने चलन छ नि, त्यो नयाँ वर्ष सुरु भयो भने चाहिँ त्यो पछि यो होलीको बेलादेखि सुरु हुन्छ। होलीमा चाहिँ त्यहाँको चुहोको घरमा लिङ्ग गाड्नेदेखि ल अब यो पालिको वर्षको हिल्जे सुरु भयो है, हिल्जेको काम सुरु भयो भनेर त्यहाँ लिङ्ग गाड्ने दिन सुरु हुन्छ। त्यो पछि शिवरात्रिको टाइमसम्म आउने बेलासम्ममा त्यहाँ सिद्ध पूजा गर्ने, जो अघि हजुरले सरले भन्नुभएको चुङलिङ पूजा छ, चुङलिङमा सिद्ध पूजा गर्ने, चुङलिङ भनेको उही हुन आउँछ। त्यो पछि चैत महिनाको अन्तिमसम्ममा या वैशाख लाग्नुभन्दा अगाडि नै संसारी पूजा गरिसक्नुपर्ने, रोग व्याधि हटाउनको लागि या योभन्दा यता चाहिँ त्यो नराम्रो चिज नआओस् भनेर रोक्नको लागि गाउँभन्दा पर डाँडामा या त्यो ठ्याक्क भन्ज्याङको छेउछाउमा पारेर जङ्गलको छेउमा लगेर संसारी पूजा गर्ने। त्यो पछि वैशाख महिनामा यो हिल्जेको पूजाभन्दा अगाडि नै खडेरी लाग्यो या खडेरी लाग्ने सिचुएसन आउने सम्भावनाको कुरा गरेर त्यति बेला एउटा ठाउँमा जलधारा गर्ने, ठ्याक्कै हिल्जेमै जसरी स्टडिङ क्याम्पहरू हुन्छ। त्यो पछि मात्रै यो वर्षको अब यो पालिको समयको हिल्जे भनेर काम गर्छ कि। त्यति बेला चाहिँ त्यो हिल्जे चाहिँ हिल्जेको बेलामा चाहिँ अब एउटा ठाउँ तोकेको हुन्छ चुङलिङ या त्यहाँ छेउमा केही नेरा सिद्ध बुझाउने ठाउँ, त्यहाँ चाहिँ अनि तोर्मा बनाएर काम गर्छ मेजरली तोर्मा। मलाई अब हाम्रो चाहिँ त्यस्तो चलन छ। मैले अहिले सोध्न खोजेको प्रसङ्ग चाहिँ एउटा चाहिँ हामी अहिले यो जनस्वास्थ्यको कुरासम्म फ्युचरमा कसरी गर्न सकिन्छ भन्ने प्रसङ्गमा कुरा गरिराखेका छौँ। एक्ज्याक्टली हामी यो हिल्जेको ठी बनाउने बेलामा हामी के प्रोसेसलाई दिन्छौँ या यहाँले गरिरहनु भएको भएर यसको यो ठीको प्रक्रिया कस्तो हुन्छ। त्यहाँ तोर्माहरू बनाउँदाखेरि अनेक थरी जस्तो 100वटा तोर्मा बनाउँछ, त्यो त्यतिकै भातको डल्लो जम्मा पार्ने मात्रै होइन, प्रत्येकको अर्थ छ। त्यो कुन तरिकाको जो मलाई म्यानेज गर्ने भन्ने कुरालाई हेर्नु, त्यो एउटा चाहिँ मलाई अलिकति भनिदिनु भयो भने त्यो हजुरको अभ्यासमा। अर्को चाहिँ हिल्जे गर्ने व्यक्ति जस्तो लामाको काम फरक हुन्छ, लाप्ताबोको काम फरक हुन्छ, लाभम्बोको भनौँ लाभम्बो लाप्ताबोको फरक भयो जस्तै ठ्याक्कै हिल्जे गर्ने मान्छे चाहिँ को हुन आउँछ त त्यहाँ? न हिलबोको हो कि न साङदुङ हो या होइन, त्यो सडन केही अरू गर्ने लाप्ताबा चो के भूमिका हुन्छ त्यो चाहिँ प्रश्न गरिदिनुहोस्। अर्को दुईटा एउटा मेरो शब्दको मात्रै हो, यहाँ हिल्जे भयो त्यो अस्ति कुरा पनि आयो, त्यो कुराको सायद सम्भवतः अब उनीहरूलाई थाहा छँदैछ, त्यो कुराको धेरै राख्ला जुन एउटा कमेन्टको कुरा गरे त्यसमा प्रकाश पार्नु। यहाँ बेसिकली हामीले चाहिँ अहिले पनि गाउँमै हेर्नु के पूजा गर्ने, सिमे हुनु पर्यो। अब सिमे चाहिँ कहाँ छुट्यो कि हाम्रोमा छैन कि हामीले सापट्टि लियौँ, हुन्छ हो नै हो कि सिमे छुट्यो नि न, त्यो यसो क्लियर गर्नु। यसमा चाहिँ यो सिमे भूमि पूजाको एउटा ऊ चाहिँ यो बस्तीभन्दा अलिक परको अलिक अग्लो डाँडातिर जङ्गलमा गर्छौँ। त्यो ठ्याक्कै हाम्रो अनुभव सुनाउँछ। म हजुरहरूले जसरी उ गरेको छैन, म डेभलपमेन्टको सेक्टरमा रिपोर्टिङ गरेको मान्छे। मेरो गाउँमा दुईटा भूमि स्थानहरू कसरी मासियो भने एउटामा चाहिँ 2050 सालमा चाहिँ उपस्वास्थ्य चौकीको गयो तल जाँदाखेरि ठ्याक्कै त्यो भूमि थान भएकै ठाउँमा गएर चाहिँ मेरै वडाको चाहिँ त्यो भूमि थानले उस अगाडि गर्दाखेरि त्यो ठ्याक्कै आँगनमै गयो भूमि थान होइन। त्यो त खासमा उसबाट अलिक टाढा हुनुपर्ने बस्तीबाट त्यो मासियो। त्योभन्दा अर्को वडामा भएको चाहिँ कसरी मासियो भन्दाखेरि त्यहाँ चाहिँ गाविस भवन बनाइदिन्छ। त्यो चाहिँ त्यसको पछाडिपट्टि पर्दैछ जुन त्यो थानहरू गाडेर राखेका हुन्छौँ नि, त्यो ऊ पऱ्यो। र यसमा चाहिँ हजुरहरूलाई पनि सोध्न चाहेँ मैले, खास गरी यो विकास प्रक्रियासँग चाहिँ अलिक गाह्रै हुँदो रहेछ यो सँगसँगै लाने। हिजै मात्र हामी उसमा तामाङ पत्रकारहरूसँग बस्दाखेरि कुरा आयो, हाम्रो तामाङ गाउँतिरको चाहिँ यो पुराना थाङ्का, त्यो पुरानो त्यो भाँडाकुँडादेखि लिएर त्यो पुरानो त्यो भण्डी मालाहरू सबै त्यो चुरियो व्यापारीहरूले कहाँ लोभ्दै गाउँदै पैसा अलिक बढी तिर्दै लाँदै कहाँ पुर्यायो। तपाईँहरू के गरिराख्नु भएको छ भनेको अब खोइ हामी पनि कहाँ छौँ कता यसलाई त्यो ठ्याक्कै यो दुइटैले सँगसँगै लान चाहिँ के गर्नु पर्ला यो बारेमा चाहिँ हजुरले भनिदिनु सुरेश सर प्लिज। हुन्छ प्रश्न उत्तर गर्ने।
हस् हाम्रो छिरिङजीको प्रश्नमा चाहिँ जस्तै कि अब मैले अघि नै सुरुमा तपाईँलाई मैले सुरुमै यहाँ समक्ष के निवेदन गरेको थिएँ भन्दाखेरि मेरो अध्ययनको मेरो आफ्नो एरिया पनि र मेरो अध्ययनको एरिया पनि विशेष गरी चाहिँ काठमाडौँ उपत्यकाबाट अलिकति यो माथिल्लो बेल यो सिन्धुपाल्चोकको मेलम्ची त्यसपछि माथिल्लो बेल भएको कारणले गर्दाखेरि यो जुन हजुरले भन्नुभयो नि यो होलीदेखि जुन जसरी चाहिँ त्यो हिल्जेको चाहिँ प्रारम्भ हुन्छ त्यो चाहिँ यो क्षेत्रमा छैन है। जुन चाहिँ यो पश्चिम क्षेत्रमा चाहिँ यो एकदम कस्तो राम्रो कुरा ल्याउनु भयो तपाईँले होइन। यो किन यो त कम्प्लेक्सिटी जति कम्प्लेक्सिटी हाम्रो समाजको कम्प्लेक्सिटी होइन यो एउटा ठुलो एउटा सम्पत्तिको रूपमा रहेको छ। अनि अर्को चाहिँ जस्तै तपाईँले छिको कुरा गर्नुभयो त्यो हिल्जेमा चाहिँ हामीले तोर्मोहरू बनाउँछौँ है, तोर्मोहरू बनाउँछौँ। अब मेरो एरियाको कुरा गरौँ है। अब मेरो एरियाको कुरा गर्नुहुन्छ भने अब मेरो गाउँमा चाहिँ हामीले हिल्जे गर्दाखेरि चाहिँ विशेष गरी 4वटा मुख्य झ्यूहरू त धेरै हुनुहुन्छ तर गाउँको अथवा त्यो क्षेत्रको चाहिँ संरक्षक झ्यूको रूपमा 4वटा झ्यूलाई प्रत्येक डिरेक्सनमा पूर्व पश्चिम उत्तर दक्षिण प्रत्येक डिरेक्सनको चाहिँ उहाँहरूको प्रतीक स्वरूप चाहिँ हामीले मूल चाहिँ 4वटा तोर्मो चाहिँ उहाँहरूको बनाउँछौँ है। त्यसपछि बोम्बोहरूले चाहिँ प्राय सबै ठाउँको बोम्बोहरूले चाहिँ गुरुजन भन्ने मान्नुहुन्छ होइन। अनि एउटा गुरुजनको चाहिँ त्यो तोर्मो उहाँको प्रतीक बनाउँछौँ। त्यसपछि अरू चाहिँ अब त्यो प्रत्येक प्रत्येक घरमा चाहिँ एउटा चाहिँ सबैलाई प्रसाद स्वरूप होइन त्यो उहाँहरूको लाने हिसाबले चाहिँ त्यो चाहिँ अब त्यसको स्पेसिफिक नाम चाहिँ हुँदैन तर त्यो चाहिँ एउटा के अरे तोर्माको रूपमा चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरू के अरे सेन्सी गरेर सकेपछि चाहिँ अनि प्रत्येक त्यो घरमा चाहिँ हामीले के अरे त्यो वितरण गर्ने त्यस्तो चलन छ। अनि अर्को चाहिँ यहाँले भन्नुभएको त्यो उहाँले त सिमे भूमि भन्नुभयो होइन। सिमे भूमि अब यसो अब हामीले अलिकति हाम्रो कन्सेप्टबाट बुझ्दाखेरि चाहिँ सबै यो जुन यो अरू समुदायको कन्सेप्टबाट बुझिराख्नु पर्ने आवश्यकता हुँदैन किन त्यो उहाँहरूको टर्मिनोलोजी र हाम्रो शब्द र उहाँहरूको शब्दलाई त्यो के अरे हामीले त्यो के अरे कम्पेरिजन गरेर हेर्ने हो। त्यसको अनि नजिकको शब्द यो हो भनेर हामीले भन्दाखेरि त्यो एसेन्स बोक्दैन। त्यसले गर्दाखेरि यो तपाईँको चाहिँ यो झ्यो 4वटा झ्यो छ नि तपाईँको यो 4वटा विशेष गरी चाहिँ सिमे पनि हुनसक्छ भूमि पनि हुनसक्छ यो चाहिँ फेरि किन तपाईँको यो त स्थान विशेषको आधारमा भयो नि त। त्यही चाहिँ तपाईँको नेता अथवा सिद्धा चाहिँ तपाईँको ल्यान्डमा बस्नुभयो भने भूमि भयो। त्यही चाहिँ डेटी चाहिँ तपाईँको यो वाटर सोर्समा बस्नुभयो भने भूमि हो। त्यसले गर्दाखेरि हाम्रोमा सिमे भूमिको अब यो ठ्याक्कै अब यो नेपाली कन्सेप्ट अनुसारको नहोला तर किन नहुने किन तपाईँको हाम्रो त सुरुमै आउँछ नि होइन। तपाईँको मानव सृष्टि हुँदाखेरि चाहिँ तपाईँको के अरे यो अन्तरिक्षमा चाहिँ चाँदको चाहिँ तपाईँको सृष्टि भयो। तपाईँ अनि वाटर सोर्समा चाहिँ लुम्बुहरू बस्नु भन्ने छ त्यो अवश्य पनि छ त्यो छ। त्यही हो मैले यहाँहरू समक्ष गर्नुपर्ने म रञ्जितजीको प्रश्नको उत्तर दिनुभन्दा अगाडि सिमे भूमि चाहिँ मैले बोल्दा चाहिँ सिमे पनि जोडेर बोलेको थिएँ। शीर्षकमा हिल्जे भए पनि मैले चाहिँ साङ्केतिक रूपमा सिमे भूमि अथवा समग्र प्रकृति त्यसभित्र स्वाभाविक रूपमा भूमि ल्यान्ड तर त्यसमा फेरि वाटर अनि हावाहरू प्रकाशहरू के सबै प्रकृतिले दिने सम्पूर्ण रिसोर्सेस नै परोस् भन्ने किसिमले नै म चाहिँ बोलेको थिएँ। समग्रमा त्यही नै हो। वास्तवमा भूमि मात्रै चाहिन्छ अरू चिज चाहिन्छ त हामी पनि भन्दैनौँ विज्ञानले पनि भन्दैन हिजो पुर्खाले पनि भनेका होइनन्। जहाँसम्म सिमे र भूमिको डिफ्रेन्स चाहिँ सिमे मोर वाटर भूमि मोर ल्यान्ड भन्ने नै बुझेको थिएँ मैले होइन। अब आजको शीर्षकसँग जहाँ जे राखे पनि रञ्जितजीको प्रश्न जहाँसम्म अहिलेको विकास तपाईँ उहाँले नै र सञ्जित बहिनीले नै भन्नुभएको थियो कि डिस्ट्रक्टिभ शब्द अहिलेको विकास नै एउटा चाहिँ विपरीत छ भन्ने नै हो मेरो पनि। तर चाहिन्छ त्यसलाई कसरी सन्तुलित गर्ने कसरी प्रकृति सम्मत गर्ने भन्नेमा हामी सचेत वर्गले यसमा बोल्नु पर्यो लेख्नु पर्यो मिडियाले बोल्नु पर्यो रिसर्च गर्नु पर्यो अनुसन्धानले अभिनय गर्नेले नाटक लेख्नेले चित्र बनाउनेले होइन। अहिले किन कोसीको र मुकुमलुङको आन्दोलन चलिरहेको छ भन्दा त त्यही हो कुरा होइन। मैले पनि धेरैचोटि स्ट्याटसहरू प्रकृति र संस्कृति मास्ने विकास चाहिँदैन भन्ने किसिमले लेखेँ। त्यसमा ज्यान छोडेर लागेको मान्छेहरू यही हलमै हुनुहुन्छ। त्यसैले अब यसमा के गर्ने भन्दा हामीले स्थानीय पालिकादेखि केन्द्रसम्मको नीति निर्माणमा को मान्छे छन् हाम्रो मान्छे त त्यहाँ मुस्किलले छन् भए पनि
थोरै छन्, फेरि मालिक रिसाउने हिसाबले यो कुराहरू बोल्न नि सक्दैनन्। त्यसैले नीति निर्माणै तहमा हाम्रो मान्छे पुग्नु पर्यो र त्यस्तो नीति ल्याउनु पर्यो कि प्रकृतिलाई कम क्षति गर्ने खालका नीतिहरू पोलिसी बनाउनु पर्यो। उदाहरणको लागि उदयपुरको कुनै एउटा पालिकामा एकजना मेजर राई भन्ने कोही मेयर साहब हुनुहुन्छ, चिन्नु हुँदो रहेछ। उहाँ चाहिँ कोरिया बसेर फर्किनु भएको छ। उहाँले लगभग प्लास्टिक ब्यान्ड गर्ने खालको नीति त्यहाँ लागू गर्नु भएको छ। चाह्यो भने त 753 पालिकाले यस्ता नीतिहरू ल्याउन सक्छ कि वन क्षति हुने गरी होइन, ठुलो पानीको स्रोत पोखरी खोला नालालाई चाहिँ प्रदूषण हुने खालका, फोहोर मैला व्यवस्थापनमा असर पर्ने खालका परियोजना, वातावरणीय हिसाबले गाह्रो हुने परियोजनाहरू नगराउने नीतिहरू त लिन सकिन्छ नि। त्यसै गरी प्रदेश र केन्द्रले पनि गर्न सक्छ। तर अहिलेको अब विकास त सबै त्यसको उल्टो छ। कस्तो छ भने स्थानीय तहमा चाहिँ 90% तामाङ गुरुङ जुन आफ्नो क्लस्टरमा छ नि 90% प्लससम्म पनि छन्। तर यस्ता कुरा गर्नुपर्छ भन्नेमा चाहिँ उहाँहरूमा त्यो अधिकांशको त्यो चेत चाहिँ देखिँदैन। त्यसमा त 2-3टा चिज, एउटा त यो कोठामा भएको जस्तै बहस छलफलमा भाग लिने तहका हुनुहुन्छ कि हुनुहुन्न, नम्बर 1। फेरि केन्द्रलाई बजेट माग्नुपर्ने, मालिकलाई माग्नुपर्ने भएपछि त के शीर्षकमा दिन्छन् होइन। त्यस्ता त्यहाँ नीतिगत कुराहरू पनि छ कि एउटा हाम्रो चेत बढाउनु पर्ने कुरा पक्का हो। तर नीति निर्माण र चाहिँ राजनैतिक हिसाबले पनि अब हाम्रो पहुँच एक्सेस र हाम्रो कन्ट्रोल हुनुपर्ने हो मेरो विचारमा। अहिलेको विकासलाई अलिक राइट ट्र्याकमा ल्याउने हो भने अहिलेको चाहिँ ठिक दिशामा छैन भन्ने नै हो मेरो भनाइ। अघि नै पनि भने सायद सबै धेरैजनाले स्वीकार्नु। हजुर, अब धावाजी आज उठाउनु भएको छ अलिक ठुलो स्वरमा प्रकृति विरोधको कामहरू नगरौँ, सचेत हुनुपर्छ प्रकृतिसँग भन्नुभयो। र हामी आदिवासीको हाम्रो चाहिँ जन्मेको वासस्थान नै जाडोको टुप्पोमा बस्छौँ होइन। त्यो टुप्पोमा बस्ने चाहिँ आदिवासीले उसलाई भौतिक सुविधाहरू चाहिन्छ, रोड चाहियो, बिजुली चाहियो होइन। ती चाहिँ सुविधा पुर्याउनको लागि त डाँडो पुर्याउनको लागि त प्रकृतिले नाश गरेर त्यो विकास गर्नु पर्यो, विनाश गरेर। अब त्यसलाई कसरी हामीले त्यो प्रकृतिलाई विनाश नहुने गरी कसरी ल्याउनु, डाँडोको टुप्पोको मान्छेलाई विकास पुर्याउने कसरी गर्न सकिन्छ। अनि अर्को चाहिँ हाम्रो त्यो प्रकृतिको नै हामीले नै त्यसको प्रकृतिको मालिक हो भने अहिलेको त्यो चाहिँ लोकल उहरूले गभर्मेन्टहरूले के गर्छन् भने मेरै जमिनको चाहिँ एउटा रुख हाल्नको लागि मैले त्यहाँ सिफारिस दिनुपर्छ। तिनीहरूले चाहिँ सिफारिस स्वीकृति गऱ्यो भने मात्र मैले रुख काट्नुपर्छ। त्यो जमिनको मैले ट्याक्स आफै तिर्रहेको छु, तर पनि मलाई रुख काट्न दिन्न भनेपछि त्यो चाहिँ हाम्रो आदिवासीको चाहिँ मैत्री चाहिँ कानुन किन नभनेको। हाम्रो सबै चाहिँ आदिवासीहरू चाहिँ प्रायः जस्तो हाम्रो गाउँठाउँमा त्यही मान्छे छन्। जस्तै हामी तामाङ बस्तीको छ भने त्यहाँलाई तामाङ बस्ती छ, तर त्यो बनाउने मान्छे चाहिँ के हो, निजामती कर्मचारी बनाउनु होला, तल्ले त्यहाँको सम्बन्धित मन्त्रालय अथवा त्यो चाहिँ विभागको सचिवहरूले बनाउनु भयो। त्यो चाहिँ जवाब होला जस्तो मलाई लाग्यो। अनि अर्को चाहिँ हाम्रो उदयजीले भन्नुभएको थियो यो भूमि पूजा चाहिँ एउटा जमिनबाट उठाउने अन्न पानीको लागि जमिनको लागि पूजा गर्छौँ। त्यो चाहिँ राई किराँतीहरूले लिम्बूहरूले गर्छ। त्यो जस्तै हो कि के हो। अनि त्यसको चाहिँ इबिल प्रोटेक्टको कुरा गर्नुभयो अरे नि। तर इबिल प्रोटेक्टको कुरा गर्दाखेरि हामी पनि अलिकति पहिलेको पुरानो परम्परा अन्धविश्वासमा गयो के हो त्यस्तो लागिरहेको छ। किनकि आदिवासी भनेको मौलिक भन्नुभयो, वैज्ञानिक पनि भन्नुभयो। त्यस्तो इबिलतिर किन जाने त्यस्तै भयो। अर्को हाम्रो सेतीमान दाइले भन्नुभयो त्यो 5वटा दिशाको कुरा गर्नुभयो। त्यो 5वटा दिशाहरू के के हुन्, त्यसको 5वटा दिशा 4वटा दिशा त अहिले हामी सबैले विश्वव्यापी मानिरहेको 5वटा दिशा चाहिँ के को आधारमा, के को लजिक आधार हो भन्ने हेर्नुहोस्। अब 2टा थप सफलता मैला आवाज मेरो एउटा जिज्ञासा सेतेमान सरको लागि उहाँले आफ्नो विषय राख्दै गर्नुहुन्छ, एउटा विषय उठान गर्नुभएको त्यसमा चाहिँ अलिकति यो कम्युनिटी फरेस्टहरूको विषयले गर्दाखेरि र विविध कारणले गर्दाखेरि हाम्रो कम्युनिटी राइट्स र ल्यान्ड राइट्स र राइटको विषयमा अलिकति असहज भयो र संविधानले नै पनि ती क्षेत्रहरूलाई संरक्षण गर्नको निमित्त एउटा विशेष क्षेत्र घोषणा गर्नको लागि पनि प्रोभिजन छ भनेर ध्यान गर्नुपर्दाखेरि म आफै पनि एउटा कानुनको विद्यार्थी भएकोले
2072 को धारा 56 को उपधारा 5 मा व्यवस्था गरेको छ। क्लियरली के व्यवस्था छ भने सङ्घीय कानुन बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ भनेर क्लियर प्रोभिजन गरिकन नै यसको इम्प्लिमेन्टेसन पनि 2076 सालमा हाम्रो सर्वोच्च अदालतबाट एउटा मुद्दाबाट भएको थियो। त्यो क्षेत्र भनेको चाहिँ गोर्खाको विभिन्न यो क्षेत्रहरूमा चाहिँ गाउँपालिकाहरूको त्यो नाम छ, त्यो नाम चाहिँ मैले बिर्सेँ। त्यहाँ एउटा त्यस्तो पालिकाहरू हजुर थुप्रै पालिकाहरू छ। त्यसमा चाहिँ कस्तो छ भने गोर्खाको ती हजुर बराम क्षेत्र बराम कम्युनिटीको चाहिँ त्यहाँ 90% जनजाति पपुलेसन भएको, तर जब यो हाम्रो संविधान आइसकेपछि निर्वाचन क्षेत्र छुट्याउनु पर्ने थियो। निर्वाचन क्षेत्र छुट्याउनु पर्ने अवस्थामा चाहिँ 4वटा भागमा छुट्याइदिएर त्यहाँको जुन एउटा मौलिकता हुन्छ मौलिकता नै गुमेको भनेर उहाँहरूले रिट दायर गर्नुभएको थियो। र त्यो क्षेत्र नर्मली भन्ने हो भने सांस्कृतिक संरक्षण तथा आर्थिक विकासको लागि चाहिँ एउटा विशेष संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्न पाइयोस् भनेर माग लिइकन गएको रिटबाट सर्वोच्च अदालतले पनि उक्त क्षेत्रलाई चाहिँ जुन माग बमोजिमको स्वायत्त र विशेष क्षेत्र घोषणा गर्नको लागि आवश्यक कानुन बनाउनु भनेर भनेको थियो। भने मेरो जिज्ञासा भनेको यदि हाम्रो तामाङ समुदाय अथवा तामाङ जनजाति तामाङ व्यक्तिहरूलाई पनि समुदायलाई यदि अफेक्ट हुने खालको त्यस्तो कुनै कम्युनिटी छ छैन छ भन्ने एउटा जानकारी पाऊँ होला। आफै एउटा कानुनको विद्यार्थी र भोलिको क्षेत्रमा मैले आफ्नो गर्ने तर्फमा गर्न चाहन्छु भन्ने एउटा जिज्ञासा। बसेर गर्दा हाम्रो नाम चाहिँ पालसन लामा, म सिन्धुपाल्चोक विषय बोले हो। यसमा अलिकति मलाई जोड्न मन लागेको कुरो चाहिँ के हो भने अघि 4वटा झिउमा 5वटा भनेको चाहिँ अब सधैँ सकिन्छ त त्यसो त क्लियर नगरे मैले अलिकति मेरो आफ्नै गाउँमा गरेको भुले पूजा गर्ने अलिकति मलाई भन्न मन लागेको। उहाँले त दिसाङको पाखर गाउँपालिकादेखि पनि केही अध्ययन गर्नुभएको भन्ने कुरो आयो। त्यसैले दिसाङको पाखर गाउँपालिकाको 7वटै वडाको त म भन्न सकिनँ, जहाँ चाहिँ म आफूले देखेको भोगेको छ कहाँ रिस्याङको होइन। रिस्याङकोमा विशेष गरी यो भूमि पूजा चाहिँ जुन हाम्रो यो बसी पूर्णे आउँदैछ त्यो पूर्णेमा गरिरहेको हाम्रो चाहिँ विशेष गरी हामीले त्यो पूर्णेभन्दा पछाडि आउँछ त्यो आउँछ पछाडि चाहिँ हामी भूमि पूजा गरिन्छ। त्यसमा एकचोटि यो वैशाख जेठमा गरिन्छ भने अर्कोपल्ट हामी दसैँमा गर्छ, 2 पटक गर्छ होइन, दसैँमा गर्छ। त्यसैले त्यो भूमि पूजामा चाहिँ हाम्रो चाहिँ कस्तो छ भने अब चलन चाहिँ जुन मङ्गलबार गर्छ हाम्रो चाहिँ विशेष गरी मङ्गलबार चाहिँ हुनुपर्छ हामीले भूमि पूजा गर्नको लागि चाहिँ। अरू त्यो औँसी र पूर्णे हेर्दा पनि औँसी सकेपछिको मङ्गलबारको दिन चाहिँ पार्नुपर्छ। मङ्गलबारको दिन पूजा गर्नको लागि चाहिँ आइतबार बेलुका चाहिँ सामसेर्गेन गर्ने भन्छ होइन। जुन पूजा गर्ने मुली हुनुहुन्छ गाउँको होइन, उहाँको घरमा सामसेर्गेन गरिसकेपछि आइतबार दिउँसो 3-4 बजी सामसेर्गेन गरिसकेपछि खेतबारी छुन पाएन, खन्न पाएन, जोत्न पाएन, खेतबारी केही गोड्नको लागि चाहिँ त्यो सामसेर्गेन गरिसकेको छ है। हामीले हाम्रो बारीमा चाहिँ खन्न के गोड्ने गर्न मिल्दैन भन्ने चाहिँ चलन छ है। त्यसपछि मङ्गलबारको दिनभरि पूजा नै हुन्छ। त्यो पूजामा चाहिँ खेतबारीमा त्यो कतै केही गोडमेल गर्न नै मिल्दैन। दसैँ पनि ठ्याक्कै त्यही हुन्छ हाम्रो। दसैँको यो जुन औँसी सकेपछि घर स्थापना सकेपछिको मङ्गलबार पारेर चाहिँ पूजा हुन्छ। त्यो मङ्गलबार त्यही आइतबार चाहिँ सामसेर्गेन हुन्छ बेलुका। त्यसपछि आइतबारदेखि सोमबार मङ्गलबारसम्म चाहिँ विशेष गरी हाम्रो चाहिँ यो भूमितिर भएर खेतबारीमा चाहिँ गोडमेल गर्न नहुने, जोत्न नहुने त्यो काम चाहिँ गरिरहेको छ। विशेष गरी त्यो सामसेर्गेन गर्ने क्रममा चाहिँ विशेष गरी हाम्रो तिरेपाले छ नि च्यान्जन, त्यही स्कुलमै पूजाको चाहिँ धुपसङ चाहिँ विशेष गरी अहिलेको धुपसङ भन्दा पनि विशेष गरी हाम्रो बारीमै भएको च्यान्जन तिरेपालेको चाहिँ प्रयोग गर्दै सङ घरबाट पूजा लानेले पनि त्यसरी नै सङ गरिन्छ। विशेष गरी माथि थानमै गर्नेले पनि त्यसरी नै पूजा गरिन्छ। हाम्रो त्यो सामसेर्गेन यो भूमि चाहिँ हाम्रो विशेष गरी एउटा अग्लो ठाउँ नै छ कि माथि डाँडामै सबै त्यो डाँडाबाट चाहिँ ठ्याक्कै त्यो रिस्याङको चाहिँ सबै पुरो भाग नै देख्ने ठाउँ सबभन्दा अग्लो ठाउँमा चाहिँ गर्ने चाहिँ गरिन्छ। हुन्छ सेतेमानजीबाट रेस्पोन्स गरौँ। क्वेसनको लागि धन्यवाद। अब खासै अब विषय हामी जस अन्तिम चरणमा पुगिसक्यो। अब यो चाहिँ अघि भूमि पूजाको विषयमा गरियो। अब यो हामीले यो के भने तपाईँको चाहिँ हामीले समराइजमा कुरा गरेर कतिपय कुरा चाहिँ भन्नुपर्ने कुरा पनि नपुग भएको छ। यो त तपाईँको एकदम छिरेर गयो भने त धेरै कुराहरू हुन्छ। किनकि एउटा पूजा भनेको तपाईँको 2-3 दिन लामाले अथवा चाहिँ बोम्बोले बनाउन नसक्ने चिज हो नि त। दिनभरि लाग्ने चिजलाई हामीले यहाँ त 5-10 मिनट सकिनुपर्ने अवस्था छ। यो त एकदम गाह्रो चिज पनि हो।
तपाईँको मैले अघि भने जब त्यो तपाईँको युलचेप भनिसकेपछि तपाईँको चाहिँ त्यो भूमिपुच्छ भएपछि तपाईँको समग्रमा भइहाल्यो। त्यसपछि आफ्नो फरक फरक क्लस्टरले जस्तै तपाईँको चाहिँ थरथरहरूले चाहिँ आफ्नो पुर्खाको कुरा गर्ने भइहाल्यो। त्यो तपाईँको पृथ्वीलाई जब तपाईँको माटोलाई आर्चेको चिजले नै भूमिपुज्छबाट गर्दै आएको। अघि चाहिँ हाम्रो दावाजीले भने चाहिँ यो तपाईँ 5 दिशा चाहिँ के हो भन्दाखेरि हामीले पूर्व पश्चिम उत्तर दक्षिण सबैले थाहा भएको कुरो एउटा सेन्टरलाई गर्दो रहेछ कि जस्तै सेन्टरलाई गर्छ होइन। अब त्यसमा फेरि तपाईँ के भन्छ त्यो भगवान्को प्रतीक हुन्छ कि त्यहाँ चाहिँ। अब बुद्ध धर्ममा के हुन्छ भन्दाखेरि तपाईँको पूर्वलाई चाहिँ तपाईँको चाहिँ वैरजन बुद्धको चाहिँ प्रतीकको रूपमा हुन्छ। त्यो सेतो हुन्छ, त्यो दर्जुबाट थाहा हुन्छ नि हाम्रो दर्जु हुन्छ। त्यसपछि तपाईँको चाहिँ दक्षिणमा चाहिँ तपाईँको रत्न सम्भव होइन पाइहाल्यो त्यो बुद्ध हो। त्यसपछि अमित बुद्ध तपाईँको चाहिँ पश्चिम रातोको प्रतीक हो। त्यसपछि गएर तपाईँको चाहिँ आमोसिद्धि बुद्ध तपाईँको चाहिँ हरियो प्रतीक। त्यसपछि जो मैले भने सेन्डर जो निलो तपाईँको चाहिँ त्यो चाहिँ सेन्डर हो कि सेन्डर भने आफू जहाँ उभिँदाखेरि त्यो टाउको र खुट्टा त्यो सेन्डरलाई। त्यसपछि तपाईँको बोम्बोले त्यही अनुसार भनेछ कि फेरि तपाईँको अब लामाले चाहिँ प्रश्न तपाईँको चाहिँ यो उसको चाहिँ प्रतीकको रूपमा चाहिँ तपाईँको दर्जोबाट गरिएछ भने बोम्बोले चाहिँ तपाईँको तोर्मोबाट कि त्यो तोर्मो चाहिँ के हुन्छ भने तपाईँको कुनै हरेक के चाहिँ हरेक के चाहिँ त्यो देउताको प्रतीक हो त्यो तोर्मो। अब हाम्रो त्यो तोर्मोको नामहरू त जस्तै तपाईँको चाहिँ के राई लिम्बूहरूको अब चाहिँ किराँत समुदायले राई लिम्बू नभएर कहीँ किराँत समुदायले तपाईँको मुन्दुङलाई चाहिँ विशेष गरी मान्छ। मुन्दुङमा तपाईँ पर्वहनको कुरा गर्छ नि त। अब तपाईँ यताबाट चाहिँ हिन्दुजमहरूले के भन्छ भने पर्वत र शिवको कुरा गरिन्छ भने जस्तै। अब त्यो तपाईँको त्यसरी गयोबाट चाहिँ यो नाम भन्ने कुरो तपाईँको यही हो भने मिनिङ चाहिँ नहुँदो रहेछ कि। अब यसलाई तपाईँको चाहिँ भगवान्को नाम यो राखिसकेपछि अथवा चाहिँ देउताको नाम यो राखिसकेपछि यो हो भनेर चाहिँ अब त्यो यो हो भने देखाउन चाहिँ अब त्यो भन्न नसक्ने त्यो हुँदो रहेछ। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ 5वटा अघि मैले भने चाहिँ 5वटामा तपाईँको अघि जस्तै काठ जङ्गलको लागि तपाईँको सिमेन्टको लागि पूजा गरिन्छ बोम्बोहरूले। पाहाडको ढुङ्गाको लागि चाहिँ ब्रा होइन त्यो चाहिँ चट्टानको लागि चाहिँ तपाईँको ब्राबिनको पूजा गर्ने। त्यसपछि तपाईँको चाहिँ खोला नदीको चाहिँ लुगोना पूजा गरियो तपाईँको चाहिँ त्यो नाग होला। त्यसपछि माटोको चाहिँ तपाईँको चाहिँ टेम्बाचुङीको पूजा गर्दछ माटोको लागि होइन। अनि त्यसपछि चाहिँ नम भनेको अघि भने जस्तै कि त्यो सेन्डरलाई चाहिँ तपाईँको फेरि गुरुमेन ग्याल्मोको लागि गर्दो रहेछ भनेपछि त यो तपाईँको चाहिँ 5वटा यो दिशा जस्तै हो कि यो पनि। त्यो चाहिँ कि यो 5 दिशालाई केन्द्र बनाएर मात्रै हाम्रो पूजाको सुरुवात गरिन्छ भनेको। 5 दिशा भनेको फेरि यो बौद्धको यो 5 एरिया भने कि उसले भने यो चाहिँ तपाईँको हरेक चाहिँ देश या अथवा चाहिँ यो ब्रह्माण्डमै तपाईँको त्यसरी दिशा निर्धारण गरेको हुन्छ भन्ने चाहिँ उनीहरूको त्यो रहेछ। अर्को तपाईँको चाहिँ अघि हाम्रो उहाँले बहिनीले भन्नुभएको थियो विशेष क्षेत्रको कुरामा चाहिँ तपाईँको यस्तो छ। अब हामीले अस्ति मैले चाहिँ तपाईँको यो अब यो हाम्रो फेरि यो रिचुअलभित्र त होइन। हामी त के भने रिचुअललाई जोगाउनलाई चाहिँ विशेष क्षेत्रको आवश्यकता छ भन्ने कुरा मात्रै हो। जस्तै अघि तपाईँले भने जस्तै अहिले बरामको लागि तपाईँ केही दिनमा हाम्रो चाहिँ आदिवासी जनजाति उदाहरण राष्ट्रिय प्रतिष्ठानले नै घोषणा गर्दैछ त्यो चाहिँ अरू गाउँपालिकासँग मिलेर। अनि अस्ति तपाईँको चाहिँ हामीले रङसिरङको चितवनको कहाँको त्यो चितवन र तपाईँ धादिङको केही भेटलाई चाहिँ तपाईँको चाहिँ अस्ति चेपाङहरूको गरिदियो अस्ति मात्रै हामीले त्यो विशेष क्षेत्र घोषणै गरेको छ होइन। अनि अस्ति तपाईँ मैले चाहिँ त्यही भएर अब हामीले चाहिँ विशेष क्षेत्रलाईसँग जोडेर चाहिँ मैले अघि भनेको के हो भने त्यो चाहिँ ल्यान्ड म्यापिङ चाहिँ हामीलाई आवश्यकता छ है। अब चाहिँ ल्यान्ड म्यापिङ चाहिँ आवश्यकता छ। अनि अघि उहाँले जोड्नु भएको थियो यो चाहिँ फ्ल्याट ह्यान्ड के त्यसरी मैले अघि भनेको के भने प्रकृतिलाई नष्ट नगर्नु भनेको हाम्रो देउतालाई नष्ट नगर्नु भन्यो नि त। देउता भनेर तपाईँको ऊ मात्रै हो नि त। हाम्रो त देउता नै प्रकृति भएको हुनाले जहाँ जहाँ त्यो तपाईँको चाहिँ अहिले हाम्रो चाहिँ जति विकासको चाहिँ कन्सेप्ट के छ भन्दाखेरि आरसिसी भनिदिन्छ क्या तपाईँको यो समस्या नै त्यहाँतिर छ कि रड र सिमेन्टले मात्रै बलियो हुन्छ भन्छ होइन। त्यो हाम्रो इन्जिनियरले त्यो बनाएको छ कि समस्या। हामी के भन्छ भने काठले बनाऊ बरु त्यही प्रकृतिको दोहन गरी काठबाट आएपछि हामीले चिसो नआउला त्यसबाट युरिया एसिडबाट कम होला। अब विज्ञानसँग जोड्दा त्यसरी देख्न सकिन्छ नि त तपाईँको। अहिले जहाँ पनि सिमेन्ट हालेपछि चाहिँ बलियो घर बन्छ भन्ने कन्सेप्ट छ। हामीले त्यसलाई काठबाट बनाएको भए हिजो काठको घर बनाउँथ्यो ढुङ्गाबाट बनाएको भए तपाईँ सिमेन्ट भन्दा त ढुङ्गा नानी हुन्छ नि त कम्तीमा पनि भनेपछि हामीले कतिपय कुरा चाहिँ तपाईँको चाहिँ हाम्रो आइडियोलोजिकली नै कस्तो बनाएको छ भने अब चाहिँ यो चाहिँ इन्जिनियरिङ काममा पनि तपाईँको त्यो चाहिँ आरसिसी गर्नुपर्छ भन्ने एउटा। अर्को कुरो तपाईँ के छ भने हाम्रो विकासको पूर्वाधार निर्माण चाहिँ सबै कुरा इन्जिनियरलाई जिम्मा लागेको छ कि। त्यहाँ इकोनोमिक्स छैन, सोजियोलोजी छैन, एन्थ्रोपोलोजिकली छैन, कोही पनि छैन, जियोग्राफी छैन। अब तपाईँको त झन् तपाईँको हुँदा हुँदै गाउँतिर के देखेछ तपाईँले देख्नु भएको छ डोजरको अपरेटर नै इन्जिनियर भइसकेको छ होइन। उसलाई जहाँ जहाँ सजिलो हुन्छ त्यहाँ खन्दै गएको छ। त्यो चाहिँ चाहे देवी देवताको थान हो चाहे त्यो चाहिँ बारी जाओस् चाहे पहिरो जाओस् तपाईँ सम्म भयो त राम्रै हुन्थ्यो कि उपभोक्ता समितिको अध्यक्ष हुन्छ हो। अनि त्यो तपाईँ एउटा तपाईँ उदाहरणको लागि भने
मेरो गाउँ सेर्दुङ हेर्नु त सेर्दुङमा तपाईँको त्यो हाम्रो गल्का भन्ने ठाउँ चाहिँ तपाईँको त्यो के थियो भने त्यो हाम्रो चाहिँ अब त्यति बेला ग्याल्गोको चाहिँ दरबार गङ भनेकै दरबार त हो नि हाम्रो होइन। अब त्यो दरबार भन्ने चलन थिएन। त्यो गङमा चाहिँ तपाईँको त्यो चाहिँ अब चलनचल्ती भाषामा राजाको दरबार बसेको ठाउँ त्यहाँबाट खन्दै गएको अहिले तपाईँको त्यो सबै बगाउन थालेको छ होइन। त्यसपछि साथीहरूले त्यो तलबाट गएको छ गाउँको तलबाट गएको पोहोर त बर्खाभरि त्यो चाहिँ तपाईँको त्यो जाली लाग्दा त गाउँमै बोल्न थाल्यो क्या। अब त्यो हाम्रो चाहिँ के छ भने जियोग्राफिकली छैन कल्चरली छैन कि तपाईँको यो चाहिँ यस्तो समस्याहरू छ वास्तवमा। भाइको प्रश्नको आधाभन्दा 80% उत्तर सेत्रीजीले दिनुभयो। मैले त्यहीँ ल्याउनेवाला थिएँ। जस्तो अहिलेको विकासलाई इन्भाइरोमेन्ट फ्रेन्डली होइन इको फ्रेन्डली अनि अलिक नेचर बेस्ड सोल्युसनमा लग्यो भने हुन्छ नि। डाँडामा बाटै लानु हुँदैन भनेको होइन, तर अब केवल कारै लानुपर्छ भन्ने हो भने अर्को कुरा। अनि हामीलाई विकास विरोधी पनि बुझ्नु भएन यही कोठाले पनि। बाटो सिँढी ढुङ्गाको होला काठको रेलिङ होला अब स्टिलै लानुपर्ने सिमेन्टै छडै लानुपर्ने भन्ने कुरा आयो। कसको इन्ट्रेस्टमा विकास बनिरहेछ? भ्यू टावर कसको लागि बनिरहेछ? त्यो पुन हिलबाट यसै माछा पुछेर देखिन्छ किन अर्को भ्यू टावर चाहिन्छ? देशभरि त्यो कहानी नै भएको छ होइन। त्यसैले एउटा उत्तर सकिएको। जस्तो यसको उदाहरण छ पहिले युकेले बेलायत सरकारले सुरुमा ऱ्याप भनेर प्रोजेक्ट दिँदाखेरि डोजर हुन्थेन त्यति बेला मान्छेले खनेर गर्नुपर्थ्यो। अरू बायो इन्जिनियरिङका अरू विधिहरू छन् त्यसमा होइन माटो पानी जोगाउनलाई भित्तामा बिरुवाहरू रोप्ने बायो इन्जिनियरिङका मेथडहरू छन्। एक रुख काट्यो भने 10 रुख लगाउने जस्ता अल्टरनेटिभ पोलिसिजहरू ल्याउन सकिन्छ। तर अहिले यसमा केही चेतै छैन। वास्तवमा उहाँले नै मेरो सम्पूर्ण उत्तर दिनुभयो। एउटा पाटो सकियो। 2 नम्बर तपाईँको प्रश्न कानुनहरू उदाहरण लुम्बिनी प्रदेशमा चाहिँ नेपालको सबैभन्दा धेरै वन छ। नेपालकै पनि अहिले 44% वन छ भन्छ, बढिरहेको छ केही वर्षदेखि। यतातिर फेरि नेपाल सरकारको भित्रभित्र म वन मन्त्रालयसँग मेरो केही कार्यक्रम विशेषले भेट भइरहेछ। उहाँहरू चाहिँ यता जनताले वन जोगाउँदै जान्छ त्यसपछि निकुञ्ज बनाइदिनुहुन्छ होइन। पहिले त्यो बाँके साँके भन्ने यो बाटोतिर वन निकुञ्जै थिएन, अहिले थपिए छ। पछि यता बढ्यो भने यता पनि बढाइदिन्छन्। त्यो मात्रै होइन अहिले त निकुञ्जभित्र पनि व्यापारीलाई चाहिँ जान दिने नयाँ कानुनहरू आइरहेछ। जनतालाई चाहिँ छेक्ने होइन। हामी अघि त्यो धर्जु गाड्ने चाहिँ लिङ्ग गाड्नुलाई एउटा रुख लिनु जाँदा चाहिँ गोली हान्ने, व्यापारीले गएर भित्र केबल कार बनाउँछु, होटल स्टार होटल बनाउँछु, हाइड्रो बनाउँछु भन्दा चाहिँ दिने जस्तो समेत कानुनहरू अहिले गभर्मेन्टले परिमार्जन गर्दैछ, जुन आफैमा विवादास्पद छ। हामी त त्यसको विरोध गर्नुपर्छ भन्छु। त्यसो हुनाले वनको कानुन, वन्यजन्तु संरक्षणको कानुन, यो संरक्षित क्षेत्रका जो कानुनहरू पुराना कानुन केही रिभिजन पनि छ। त्यो चाहिँ आम आदिवासी आम जनता उपभोक्ताको पक्षमा त छँदै छैन। जनतालाई चाहिँ छेक्ने नै छ। अहिले मुठीभर व्यापारीलाई चाहिँ जान दिने खालको ढोकाहरू खोल्दैछन्। त्यसो हुनाले कानुनी हिसाबले पनि हाम्रो पक्षमा छैन। त्यसैले यो चाहिँ राइट बेस्ड कन्जर्भेसनको अहिले नयाँ आएको पनि छ। हामीलाई सोध्नु पर्यो नि होइन। अब आदिवासीको हकमा त फेरि आइएलओ र एसपीका कुराहरू छन्, त्यो सबै हो। तर अब त्यो कति लागू भएको छ? त्यसो हुनाले कानुनी हिसाबले पनि हाम्रो अहिले वन वन्यजन्तु संरक्षण यी निकुञ्जका कानुनहरू कुनै पनि हाम्रो हकमा लगभग छैन। विस्थापित गरेको, झन बाधा गरेको, अब माटो पानी जोगाउने नाममा, जन्तु जोगाउने नाममा अब मेरै साथीहरू अहिले यता निकुञ्जका हाकिमहरू छन् चाहिँ त्यहाँभित्रको अरू व्यथित छ। अब रेकर्डमै आउँछ म अमेरिका बस्दा यहाँको हरिणको सिकुटी खान पाइन्थ्यो। अब कुरा बुझ्नु न। अब त्यसरी संरक्षण भइरहेछ। जनता जाँदा चाहिँ हाम्रो को रामाजुर माझी चितवनमा मारिएको अवस्थाहरू छ, अनेक छ। त्यसो हुनाले हाम्रो अहिले वर्तमान कानुन भइरहेका सरकारी गतिविधिहरू आम जनताको हकमा, खास गरी वन स्रोतको वरिपरि बस्ने आदिवासीको हकमा त छँदै छैन। त्यो कुरा त होइन रेकर्डमै जाओस्। मैले यही 2टा हो हजुरको प्रश्न, सायद उत्तर दिउँ। धन्यवाद। के अरे अब हामी अन्तिम हो यो पहिला अघि हामी छिरिङजीले प्रश्न गर्नुभएको थियो के अरे यो कसले गर्ने त, यो हिल चाहिँ कसले गर्ने त, बुम्बोले गर्ने, हिलबुम्बोले गर्ने, लामाले गर्ने भन्ने कुरा गर्दाखेरि मेरो आफ्नो एरिया, त्यसपछि मैले यो सिद्धपाल्चोकको यो थाङपाल एरियाको मात्रै, अब अरू ठाउँतिरको फरक हुनसक्छ। हिउल बोम्बोले गर्ने हो। बोम्बो त गाउँमा धेरै हुनसक्छ, तर त्यो हिउल्जी गर्ने चाहिँ हिउल बोम्बोले नै गर्ने। तर त्यो हिउल बोम्बो चाहिँ तपाईँको गाउँमा धेरै हुँदैन, सिर्फ त्यो जसले चाहिँ हिउल्जी गर्ने हो स्पेसिफिक पर्सन एकदम तोकिएकै हुन्छ, उहाँले बाइक गर्ने गर्छ, हिउल बोम्बोले गर्ने। अर्को कुरा उहाँले हाम्रो दिदीले उहाँले लिसाङको पाखरको राख्नु भएको थियो। पोहोर साल हामी अन्दरबुङमा गएको थियौँ। हजुरको पनि अन्दरबुङ हो?
पारिपट्टि रहेछ। हामी चाहिँ पोहोर साल पेमाजी हाम्रो इन्द्रजीहरू हामी सबै उहाँ पनि हुनुहुन्थ्यो। हामी चाहिँ अन्तर्भुङमा चाहिँ हामी गएको थियौँ। त्यो त्यहाँ पनि लगभग हजुरले भन्नुभयो ठ्याक्कै त्यही हो है। तर मेरोमा तपाईँको हिजो सकिएर कति दिनपछि गएको हो त्यहाँ त्यो हजुर फरक डेट फरक हुन्छ। मैले सुरुमै तपाईँले के भनेको भन्दाखेरि अब अहिले त कस्तो हो भने पहिला चाहिँ तपाईँको यो ठ्याक्कै पूर्णेको दिनमा गर्नुपर्छ भन्ने चलन थियो हाम्रो, धेरै ठाउँमा चलन थियो। अनि ठ्याक्कै पूर्णे कहाँ के कुन डेटमा पर्दो रहेछ भन्दाखेरि बुद्ध जयन्तीको दिनमा पर्दो रहेछ होइन। त्यसपछि अब त्यो हिल्जेमा त काठबार हुन्छ होइन, त्यो तपाईँको चाहिँ अब कुखुरा चढाउनु पर्ने हुन्छ। ल अब बुद्ध पूर्णिमाको दिनमा त काठबार गर्नु हुँदैन भन्यो त, अघिल्लो दिन पछिल्लो दिन गर्नु हो त्यस्तो छ। अनि ठाउँ अनुसारको स्थान विशेषको आफ्नो प्रकारको त्यो चाहिँ किन होला त भन्दाखेरि जस्तै त्यो जुन एग्रिकल्चर साइकल हुन्छ नि, त्यो एग्रिकल्चर साइकलको टाइम पनि अलिकति फरक हुन्छ। जस्तै मेरो ठाउँमा अलिकति तपाईँको के अरे धान रोप्ने कामहरू, मकै गोड्ने कामहरू अलिकति चाँडो हुन्छ भने अरू ठाउँतिर अलिकति पछाडि अथवा त्यो साइकलको आधारमा चाहिँ तपाईँको डेट भएको हुनसक्छ भन्ने मेरो आजम छ, हाइपोथेसिस मात्र है, मेरो फाइन्डिङ्स हो नि, यो चाहिँ मेरो हाइपोथेसिस मात्र। अर्को कुरा चाहिँ यो उहाँले हाम्रो नयाँ युवा विद्वान भाइले चाहिँ इभिल फोर्स किन भन्ने हामीले भन्नुभयो होइन। अब नराम्रो कुरा इभिल फोर्स त भन्थ्यो भने होइन, हामीलाई गाउँलाई दुःख दिने होइन, गाउँलाई दुःख दिने होइन, रोग व्याधि हुन्छ नि, अब त्यो दुःखै इभिलै भन्थ्यो, राम्रो कुरा त होइन त्यो। अब त्यतिबेला इभिल भन्दाखेरि के अब उनीहरूले चाहिँ अन्धविश्वास भन्दैन, हामीले अन्धविश्वास मानिदिनु पर्ने, किन मान्ने, उनीहरूले भनेको किन मान्ने, उनीहरूले भने चाहिँ साइन्स हाल्ने भयो। हाम्रो हिजो सदियौँदेखि चाहिँ पुर्खाहरूले त्यत्रो चाहिँ त्यो के अरे समय लगाएर होइन त्यो निर्माण गरेको कुराहरूलाई किन हाम्रो हो त। तपाईँलाई म एउटा सुनाउँछु, त्यो कोरोनाको बेलामा के सारातिर पुरै होइन एक प्रकारले त दिमाग त पुरै हामी भयो नि त्यति बेला त होइन। अनि हामीले के गर्यो त भन्दाखेरि बेलुका चाहिँ सेरगेम गर्ने टट्ट चाहिँ अब ठुलोबाहरू बोलाएर सेरगेम गरेपछि त अर्को प्रकारको चाहिँ त्यो के अरे त्यो एकदम त्यो के भन्छ एङ्जाइटीमा गइसक्यो दिमाग पनि फेरि चाहिँ नर्मलै भयो त। यो त नराम्रो, यो कस्तो राम्रो चाहिँ सबै कुरा तपाईँको त्यो के अरे जुन मेडिकल जुन साइन्स वेस्टर्न मेडिकल साइन्सको पर्सपेक्टिभबाट नै हेरौँ न होइन, त्यसलाई अलिकति चाहिँ त्यसले जुन प्याथोलोजिकल जुन हेल्थ जुन त्यो पर्सपेक्टिभ छ त्योबाट मात्र नहेर्नु होइन, त्योबाट नहेर्ने बित्तिकै ठ्याक्कै कस्तो राम्रो लाग्यो यस्तो कुराहरू चाहिँ किन नभन्ने मान्ने त हो नि। अब चाहिँ हामी अन्तिम राउन्ड मात्रै क्वेसन लिन्छौँ। तपाईँले हात उठाउनु भएको थियो है, तपाईँको अनि त्यसपछि तपाईँको मलाई पनि समय दिनुभएको प्रष्ट तपाईँ रेडियोदेखि धन्यवाद दिन चाहन्छु। 3 जना शोधकर्ताहरूको वक्तव्य अनुसार म चाहिँ बिरदस तामाङ, अघि नै दिएको नुवाकोटबाट। यहाँ समग्र साथीभाइहरूको जिज्ञासा मेटाउन खोजेको मैले प्रश्न गर्नुभन्दा पनि सारा कुराहरू चाहिँ उहाँहरूले आउनुभयो। किनकि म आफै स्वयं वनको लत्तामा काम गर्छु। पहिलो कुरो त हाम्रो तामाङको बारेमा जानकारी राख्ने मात्रै कि अहिले पहिचानको कुरो छ नि त, तेरा पास क्या आयो भन्दै मेरा पास ए आए भनेर जुन देखाउन सक्ने कुरालाई हामीले जोगाएर राख्ने भन्ने महत्त्वपूर्ण कुरा आयो। यदि जोगाउने हो भने जानकारी लिइराखेर मात्र पनि काम छैन, त्यसलाई फलोअप गर्नु पर्यो ताकि भावी पुस्तामा हामीले हाम्रो यो छ भनेर देखाउन सक्नु पर्यो। नभए यो यसले कुनै अर्थ राख्छ जस्तो लाग्दैन। र अर्को कुरो युल्जे भूमि पूजा उहाँले चाहिँ कुरो गर्नुभएको थियो, चाहिँ ती चाहिँ उहाँले भन्नुभएको कुरो चाहिँ गुरुचन हो। त्यो पूजा चाहिँ दसैँमा र त्यो गर्छ त्यो उताको भेगमा मिस भएको छ। त्यो चाहिँ गुरुचनको पूजा खेप क्याप्सुङ र रवस हावक होइन त्यो कुरा आउँछ। दसैँको घटस्थापनादेखि सप्तमीमा सकिन्छ रवस हावक र खेप क्याप्सुङ चाहिँ वैशाख र जेठमा गरिन्छ। यो उहाँ खोजराजजीको किताबमा मेनिङमा पनि आएको छ केही कुराहरू।
अर्को कुरा आयो हिल्जे मा धेरै जनाको अलिकति फोकस भएको लाग्यो मलाई। भूमे र हिल्जे अलग कुरा हुन्। भूमे भनेको चाहिँ कतिपय कुराहरू हाम्रो आफ्नो ल्याङ्ग्वेजकोलाई अरूको ल्याङ्ग्वेजमा एक्ज्याक्टली मिनिङ बोक्ने शब्द नहुन सक्छ, तर नजिक नजिक अरूले पनि थाहा पाउने हिसाबले भन्दाखेरि चाहिँ भूमे भनेको चाहिँ नितान्त जो हो। घङ्ग्रे रे जो हो, युल्रे रे पोम्बो होइन। हरेक दङमा चाहिँ जोहरू हुन्छन् र युल्जे भनेको चाहिँ त्यसको अन्डरमा रहेका चिनिङहरू हुन् होइन। र विशेष गरी यो हाम्रो समुदायमा यस्तो किसिमको मूर्ति गरेर पूजा गरिँदैन। जस्तो प्रकृतिको अवस्थामा छ त्यसमा नै पूजा गर्ने र मिलेन भन्दा ठक गरेर त्यसलाई सिंगार पटार गरेर गर्ने चलन हुँदैन। यो भूमे पूजा जो हो, पूजा गर्ने चाहिँ जो हो क्योङबा भन्नेको चाहिँ के पूजा गर्ने हो भने त्रिकायको जुन बुद्धमा भन्ने गर्ने गरिन्छ त्रिकायको अर्को निर्माण काय गरिन्छ नि त्यो, त्यसको नितान्त पूजा गर्ने हो। तर यो भन्नाले फेरि बुद्ध धर्मकै हिसाबले हेर्दाखेरि निर्माणका चाहिँ छेको ढुङ्गो टुल्बुको आउँछ र गुरु रेम्बोट छेको पूजा गर्दो रहेछ नि त। त्यो पनि होइन, फेरि त्यो चाहिँ सांख्यको जो अदृश्य छ त्यसको निर्माण कायको पूजा गर्ने हो यो युल्जे पूजा। र सारा कुरा जुन के अरे यो भूमि पूजा चाहिँ जोहो चाहिँ र त्यसको अन्डरमा रहेका त्यो भेगमा ऊ चाहिँ सिंह हुन्छ, अरू पनि हुन्छ जोहरू, उसको भेगमा रहेका चिनिङहरू भए, त्यसको चाहिँ अनुहारहरू हुन्छन्, नेम्बुहरू भए, लुहरू भयो, सम्पूर्णलाई त एकैपल्ट पूजा गर्न त सक्दैन, त्यत्रो विधि बम्ब पनि हुँदैन। त्यस मध्येमा पनि कति शक्तिशाली छन् त्यसको आधारमा क्लासिफाइड गरेर तिनीहरूको पूजा गरिन्छ। यो भूमि पूजा चाहिँ सम्पूर्ण कुरा मकै सबै छरिसकेपछि यसको विशेष पूजा चाहिँ चैतमा गरिन्छ र यो पूजा गर्नलाई त्यो पूजा गर्ने व्यक्ति अशक्ति नितान्त शुद्ध हुनुपर्छ र यो पूजा गरिसकेपछि त्यो व्यक्तिले 3 महिनासम्मको तपस्या गर्नुपर्छ। 3 महिनासम्मको म आफै गरेको हो। 3 महिनासम्मको तपस्या भनेको त्यो भेगको मान्छेले चाहिँ 3 दिनको तपस्या गरे पुग्यो र त्यो पूजा गर्ने मान्छेले चाहिँ नराम्रो कुरो भनेको मृतक हेर्नु भएन, नराम्रो बोल्नु भएन, झैझगडा गरेको ठाउँमा हेर्नु भएन, सारा कुराको तपस्या गर्नुपर्छ। एउटा किसिमको तपस्या गर्नुपर्छ 3 महिना र जथाभावी चीज खानु भएन। त्यसपछि आयो, त्यसमा चाहिँ नितान्त जोहरूको मात्रै पूजा हुन्छ र जोहो भन्नाले फेरि यो पृथ्वीको यहाँ वरिपरिको पारागाडाको त्यो सेन्टर चाहिँ आफ्नो गाउँमा भएको जोहोलाई सेन्टरमा राखिन्छ भने जोहो चाहिँ यहाँ हाम्रो पृथ्वीमा मात्रै भएको जोहो होइन, यो ब्रह्माण्डमा भएको जोहोको, ब्रह्माण्डमा जोहो कति छन् त्यसको अनगिन्ती छ। त्यो सम्पूर्णको प्रतीकमा अरू थप जोहोहरू राखेर पूजा गरिन्छ। यो जोहो पूजा गर्ने भनेको चाहिँ हामीले भूमि उसलाई हस्तान्तरण गर्ने हो, नितान्त है। यो चाहिँ नोटिस गर्नुहोस्। र यो सम्पूर्ण गरिसकेपछि वैशाख र जेठको बीचमा युल्जे पूजा गरिन्छ। त्यो युल्जे पूजा गर्ने भनेको चाहिँ नितान्त त्यसमा रहेका चिनिङहरूको पूजा गरिन्छ र त्यस चिनिङ युल्जे पूजा यो भूमि पूजा गर्दाखेरि चाहिँ मकैको जाँड चाहिन्छ होइन। त्यसलाई पोको पार्ने पनि त्यो विशेष पात हुन्छ। अब हामीहरू भन्छौँ अरू पातबाट मिल्दैन। र युल्जे पूजा चाहिँ यो जुन युल्जे पूजा चाहिँ वैशाख र जेठमा यसको पूजा गर्दा चाहिँ नितान्त गहुँकै मुनि गहुँकै तोर्मो गरिन्छ
तर त्यो यी पूजाहरू गर्दाखेरि त्यसको थानमै गएर भन्ने पुग्दैन, किनभने ब्रह्माण्डमा त त्यत्रो विधि जिहो जति सम्पूर्ण जिहोमा त पुग्दैन नि, मनले गर्ने हो। सम्पूर्ण कुरो मनमा र यो मस्तिष्कमा केन्द्रित हुनु पर्यो कि ब्रह्माण्ड तपाईँको मस्तिष्कमा आउनु पर्यो। र अर्को कुरो नेता र सिप्ता। नेता सिप्ता भनेको चाहिँ बोन्पोहरूको पनि एउटा स्तर हुन्छ, ओहदा हुन्छ। त्यही भएर बोन्पो कार्य सुरु गरिसकेपछि त्यसको ओहदा त्यसको ठी पाउनेसम्मको कार्य गर्नुपर्छ। ती त्यस्ता बोन्पोहरू भव्य तव्य मरियो, अकालमा ज्यान गयो भने ती मान्छेहरू यो ब्रह्माण्डमा यो पृथ्वीमा भौतारिन्छ। यो पृथ्वीमा भौतार रहउन्जेल खानुपर्छ, त्यसलाई पिउनुपर्छ। खाना र पिउने कहाँ दिन्छ, कहाँ पाउँछ भन्दाखेरि भूमि र सिमीमा मात्रै पाउँछ। र ती भूमि र सिमीमा जहाँ खाना पाउँछ त्यहाँ क्याप्सी गर्छ। क्याप्सी भनेको शरण लिन जान्छ त्यो मान्छे। यो संसारबाट मुक्त नभएको मान्छे नेता र सिप्ता चाहिँ त्यो ताकि त्यो आत्मा भनौँ के भनौँ होइन, ती व्यक्तिहरू त्यसमा गएर शरणागत हुन्छ र त्यसले फेरि उसलाई खान मन लागेको भने फेरि काम पनि गर्छ। त्यसले फेरि काम नगर्ने होइन, फेरि काम पनि गर्छ त्यसले ऊ गर्छ। र अर्को कुरो हामीले पुर्खाको पूजा गर्छौँ भन्छौँ नि, हाम्रो वनको कन्सेप्टमा पुर्खाको पूजा हुँदैन। पूजा कसको हुन्छ भने मानवमा दुई भागमा क्लासिफाइड हुन्छ। एउटा रिक्चेन है, म छुटाउँछु, एउटा रिक्चेन र एउटा साधारण मान्छे। रिक्चेन चाहिँ विज्ञ मान्छेहरू हुनुहुन्छ त्यो सम्बन्धमा, तिनको चाहिँ त्यो हुन्छ। त्यो यी पूजाहरू गर्ने बेलामा तिनलाई पनि दिने अलग कुरा हो। तर जो साधारण जुन मान्छे जगत हुन्छ यो संसारमा त्यो बोन्पोको कन्सेप्टमा यो संसारमै हुँदैन। ऊ जहाँबाट आएको त्यहीँ गएर विलिन नै गर्ने हो, त्यो विलयको कुरा हुन्छ त्यसमा होइन। अब सारा संसारमा हामीले पूजा त गर्यौं। कसको पूजा गर्यो भन्दाखेरि त सृष्टिकर्ताको पूजा गर्ने। सृष्टिकर्ता को हो भन्दाखेरि त शून्यताको पूजा गर्ने हो। शून्यताको पूजा सधैँ गर्न सक्दैन हामी, त्यसको कार्यकर्ताको मात्रै पूजा गरिराखेको हो। र अहिले सबैजनाको जिज्ञासा मेरो तर्फबाट र अब ILO 169 को कुराहरू छन्, तिनीहरू चाहिँ त नितान्त त्यो हामीलाई पछाडि पार्ने एउटा अंकुश नै हो। अब यो चाहिँ राजनीतिक कुरा हुन्। र अर्को कुरा राज्यको के छ भने तामाङको एउटा कस्मोलोजी, तामाङको एउटा जुन परिवेश आकार हाम्रो फरक छ, क्षेत्रीय ब्राह्मणको फरक छ, नेवारको फरक छ। तर नीतिगत उनीहरूले के निर्णय गर्छ भने सम्पूर्ण कुरो उसको भिजनबाट निर्णय गरिदिन्छ, जुन हाम्रो लागि फिट हुँदैन हैन। कति विद्वान मान्छेहरूले यहाँ मैले युट्युबतिर हेरेर हुन्छु, फुपूको छोरी बिहे गर्नु हुँदैन, यो बिहे गर्नु, त्यो त उनको लागि हो नि त, हाम्रो लागि होइन नि त। त्यही भएर एकैछिन हाम्रो लागि हाम्रो छुट्टै बनाउनु पर्छ भन्ने कुरो चाहिँ यस्ता कुराहरूमा चाहिँ समस्या माथि पहुँच राख्ने चाहिँ डाक्टर साहबहरू जस्तोले चाहिँ पहुँच पुर्याउनु हुन्छ कि भन्ने हाम्रो ठूलो आशा हो। उहाँ सरको भनाइप्रति सहमत जनाउँदै मेरो पनि त्यस्तै हो। मेरो चाहिँ जिज्ञासा भन्दा पनि मेरो हेडमा मेरो जे कहिले हुन्छ कसरी हुन्छ भन्ने पक्षमा र यो 12 तेमालमा मेरो गाउँमा चाहिँ कुन कुन समयमा के गर्छ भन्ने चाहिँ थोरैमा राख्न चाहन्छु। प्रश्न होइन, मेरो गाउँको मात्रै राख्न चाहन्छु। वास्तवमा लोसारदेखि जोड्छु म, नयाँ सालदेखि हामी काठमाडौँमा माघमा लोसार मान्छौँ, माघ शुक्ल प्रतिपदा। वास्तवमा मेरो गाउँमा माघमा लोसार मान्दैन, पुष पूर्णिमाको दिन मान्छ लोसार। हामी तापाङ्या भन्छौँ, त्यही दिन लोसार मान्छ। त्यो दिन चाहिँ विशेष गरी पुष पूर्णे आउनुभन्दा अघिल्लो दिनै यदि गुन्द्री बुनिरहेको छ भने त्यो काट्नै पर्छ, नसकेको खण्डमा पनि काट्नै पर्छ। त्यो
जोतिरहेको छ भने त्यो मेला तोड्नै पर्छ। नसक्ने अवस्थामा चाहिँ साँझसम्म भए पनि जोतेर सकाउनुपर्छ। र नयाँ वर्षको दिन चाहिँ साङसेर्गम गर्ने, युल्ला सिधा घरलाई पुज्ने, कुल देवताहरूलाई पुज्ने, अनि नयाँ नयाँ लुगा लाउने, त्यसरी लोसार मान्छ। यो चाहिँ पुष पूर्णिमा। तेमालको चाहिँ टोटल्ली चाडहरू चाहिँ पूर्णिमामा मान्छ, त्यो पुषको कुरा। अर्को माघमा चाहिँ त्यति चाड पर्दैन। जुन हिल्जेको कुरा आयो, तेमालमा चाहिँ फागुन पूर्णिमाको दिन चाहिँ बल्ल प्रकृतिलाई सम्झिन्छ, प्रकृतिलाई पुज्छ। त्यहाँ चाहिँ अब चाहिँ खेतीपाती लाउने बेला आयो, अब चाहिँ टाइममा वर्षा गराइदिनु पर्यो, मौसम चाहिँ राम्रो बनाइदिनु पर्यो भनेर हिलको धामीले, त्यो हाछुल गर्ने झाँक्रीले होइन, त्यो खटो काट्ने झाँक्रीले होइन, हिलको धामी छुट्टै हुन्छ। उहाँले चाहिँ सेरगम गर्नुहुन्छ, हामी चाहिँ सेरगम नै भन्छ। त्यो विशेष गरी गाउँको बिच माझ केन्द्र पारेर त्यहाँ सेरगम गर्छ। त्यहाँ चाहिँ एउटा भाले काट्ने चलन छ हाम्रो चाहिँ, तोर्म पनि बनाउँछ। अनि त्यहाँ छ्याङ पनि लाने गर्नुपर्छ हरेक घरबाट। अब चामलको छ भने चामलको, मकैको छ भने मकैको, जौको गहुँको के छ त्यो लानुपर्छ, त्यो पनि लानुपर्छ। यो फागुनमा यो भूमि पूजा सुरु गर्ने चाहिँ फागुनमा हो। भूमि पूजा, सिमी पूजा जे भने पनि त्यो सिधाको कुरामा चाहिँ उहाँसँग सम्बन्धित हुन्छु म, उहाँसँग चाहिँ म समर्थन हुन्छु। सिधाक भने चाहिँ संसारिक देवी देवताहरू, एक किसिमको शक्ति नै हो। त्यो चाहिँ बुद्ध दर्शनलाई हेर्ने हो भने एउटा संसारबाट मुक्त भएको, एउटा संसारबाट मुक्त नभएको संसारिक देवी देवता। हामीले पुज्ने चाहिँ सिधा पुज्ने चाहिँ संसारिक देवी देवताहरू त्यो प्रकृतिसँगै रिलेटेड हुन्छ। त्यो चाहिँ प्रकृतिसँग रिलेटेड हुन्छ भनिरहँदाखेरि चाहिँ यो प्रकृति चाहिँ पञ्चतत्त्वसँग सम्बन्धित छ, जिउवा घाँससँग सम्बन्धित छ। आगो, काष्ठ, भूमि, फलाम र पानीसँग निर्भर छ। हामीले मान्ने भनेको यो पञ्चतत्त्व हो। हाम्रो शरीर पनि पञ्चतत्त्वसँगै निर्भर हुन्छ। हाम्रो लोखोर चुङ्गी गर्नुहोस्, तपाईँको पर्खा घे गर्नुहोस्, खामगा गर्नुहोस्, नेवाकु भन्नुहोस्, तपाईँको यो पञ्चतत्त्वसँगै रिलेटेड छ। त्यो भएको कारणले हामीले सिधा पुजिरहँदाखेरि, चिने भूमिको पूजा गरिरहँदाखेरि यो पञ्चतत्त्वसँग रिलेटेड कुरा हो भनेर म अलिकति राख्न चाहन्छु। अर्को चाहिँ म चैत्र पूर्णिमा, तेमालकै कुरा है, पूर्णिकै कुरा जोड्छु। चैत्र पूर्णिमामा चाहिँ हामी तेमाल भएको मान्छेहरू चाहिँ स्वयम्भू र बौद्ध आउने गर्छ। त्यो चाहिँ विशेष गरी यो बुद्ध भगवानले, शाक्यमुनि बुद्धभन्दा अगाडिको बुद्ध भगवानले जामाचौर डाँडामा आउनुभयो, तपस्या गरेर यो कमलको बीज रोप्नु भएको दिनको स्मरणमा यो मनाउने र झुन्चीको आधारमा चाहिँ फेरि हेर्ने हो भने चाहिँ बुद्ध जयन्तीको रूपमा पनि मान्छ है चैत्र पूर्णिमालाई, झुन्चीको आधारमा चाहिँ पूर्णिमाको दिन। अनि वैशाख पूर्णिमामा जति कुरा आयो अघि, युल्जे चाहिँ वैशाख पूर्णिमामा भन्नुभयो, हाम्रोतिर चाहिँ वैशाख पूर्णिमा युल्जे गर्दैन। वैशाख पूर्णिमामा चाहिँ अधिकांश तेमालेहरूले चाहिँ फुइठाम्बा गर्छ। फुइठाम्बा चाहिँ घरको कुल देवता, आफ्नो बितेका पुर्खाहरू अनि रिक्जिनहरूलाई सम्झिन्छ, विद्याधरहरूलाई सम्झिन्छ, पुज्छ। अनि अर्को चाहिँ डोल्मा पूजा हुन्छ। वैशाख पूर्णिमाको दिन देवीको पूजा गर्थ्यो, काटमार भएको कारणले त्यो चाहिँ अहिले हुँदैन। वैशाख पूर्णिमा अघिल्लो दिन हुन्छ। मेरो तिमाल देख्न चाहिँ यो देवीको पूजा हुन्छ। युल्जे चाहिँ ठ्याक्कै जेठ पूर्णिमामा हुन्छ हाम्रो तिमालमा चाहिँ। मेरो गाउँमा चाहिँ जेठ पूर्णिमामा अग्लो ठाउँमा हुन्छ। यो सबै मतसँग मिल्यो। यो त्यो चाहिँ विशेष गरी जेठ पूर्णिमामा गर्न कारण चाहिँ यो प्रकृतिसँग रिलेटेड, यो जेठ पूर्णिमा, जेठमा अलिकति गर्मी हुन्छ, पानी पर्दैन, पानीसँग रिलेटेड भएर चाहिँ पूजा गरेको हो कि भन्ने मेरो एउटा के भन्छ, यो मेरो भनाइ, मेरो यो अनुमान मात्रै हो। युल्जे चाहिँ हाम्रो जेठ पूर्णिमामा हुन्छ। अनि जेठबाट सिधै हामी चाहिँ उसमा पुग्छौँ, साउन पूर्णिमामा पुग्छौँ। साउन पूर्णिमा घुनेयामा चाहिँ मकै पाकेको छ भने मकै चाहिँ सिमी भूमिलाई चढाउँछौँ। अनि विशेष गरी घुनेयामा चाहिँ घुने पूजा हुन्छ, गोठे पूजा हुन्छ। त्यसमा पनि स्थानीय देवी देवतालाई नै पुज्ने हो। अनि साउन पछि सिधै हामी मेनिङमा पुग्छौँ, असोजमा। असोजमा पनि तपाईँको
मकै सबै फलिसकेपछि भूमिलाई नै चढाउने, त्यहाँको स्थानीय देवी देवतालाई नै चढाएर त्यो पछि मात्रै हामीले उपभोग गर्ने हो। छोरे पूजा हुन्छ, छोरे पूजा भनेर चाहिँ छेउछेउको दिशाको देवी देवतालाई पुज्ने हो। अनि त्यो पछि चाहिँ ठ्याक्क भेनिङबाट हामी कार्तिकमा पुग्छौँ। कार्तिकमा चाहिँ तेमालको अधिकांश मान्छेहरू चाहिँ नमोबुद्धमा आएर बत्ती बाल्ने चलन छ। तेमालमा चाहिँ 3 वर्षसम्म जो घरमा आमा बुवा बित्नु भएको छ, सासू ससुर बित्नु भएको छ, 3 वर्ष चाहिँ अनिवार्य। कार्तिक पूर्णिमामा नवबुद्ध पुग्नै पर्छ, चैत पूर्णिमामा स्वयं र बौद्ध पुग्नै पर्छ। यदि पुगेन भने चुसी आत्तै हामीलाई डिन्टिकलाई छाङ्गालाला भन्छ कि यसले चाहिँ बाउ आमाको ऋण कसरी तिर्न सक्छ, यति पनि त्यहाँ गएर नि मुवा गर्न सकेन, बत्ती बाल्न सकेन भन्ने छ। त्यो एक खालको सामाजिक तिरस्कार हुन्छ कि भन्ने डरले पनि त्यो कार्तिक पूर्णिमादेखि चैत पूर्णिमासम्म चाहिँ नेम धाउने हाम्रो प्रचलन छ। मैले सकाएँ युल्जे चाहिँ हाम्रो चाहिँ जेठ पूर्णिमामा हुन्छ। यति नै मेरो जिज्ञासा भन्दा पनि मेरो गाउँको अलिकति मेरो सकिन्छ। अब चाहिँ हामी खासै रेस्पोन्स गरिरहेको होइन। अन्तिममा चाहिँ आजको यो छलफलको कन्क्लुडिङ रिमार्क्स चाहिँ यो कार्यक्रमलाई चाहिँ म अन्त्य गरिदिँदैन। म सरलाई सजिलै धेरै धन्यवाद। प्यानलिस्ट तिनजना विद्वान साथीहरू र सम्पूर्ण उपस्थित साथीहरू, यहाँहरूको जुन प्रस्तुति, प्रश्न उत्तर, टिप्पणी, जुन व्याख्याहरू छ त्यसबाट मलाई लाग्छ हामीले धेरै कुरा सुन्ने गर्नु भयो। त्यसो नै धन्यवाद। यो प्रमुख एउटा प्रश्न हामी सबैलाई अघि बिरलोजीले पनि भनेको कि मलाई के लाग्छ भने अब यो हिल्जे अथवा सिमे भूमि पूजा जुन हामी भन्छौँ कमन तरिका, यसलाई अब के गर्ने, अब कसरी मनाउने वा नमनाउने होइन। अहिले समयमा छौँ हामी 21औं शताब्दी भन्यो। अब यो चाहिँ एउटा मेरो विचारमा प्रमुख प्रश्न रह्यो। अन्धविश्वास हो यो, कहिले चाहिँ तपाईँको के अरे पूजाआजा पाठ गरेर चाहिँ पानी पर्ने हो र यो साइन्टिफिक कुरा हो र यो त अन्धविश्वास हो भन्ने एकातिर यो विकासले त झन् यो कुरालाई मान्दै नमान्ने भयो। अर्कोतिर अघि उदयजीले भन्नुभएको जस्तै यहाँ हाम्रो आफ्नो दर्शन छ, आफ्नो मिनिङहरू यसमा छन्। हाम्रो हजारौँ वर्षदेखि विभिन्न अहिले भर्खरै उहाँ युद्धजुले चाहिँ तेमालमा कसरी यो एउटा मनाउँछ उहाँहरूले बताउनु हो। आफ्नो भेगमा अलि पासनले सबैले आफ्नो ठाउँमा यो कति महत्त्वका साथ मानिरहेको रहेछन्। जनताको जीवनमा कति चाहिँ तपाईँको यसको महत्त्व रहेछ भन्ने कुरा पनि हामीले बुझ्यौँ होइन। त्यस कारण यसलाई चटक्क छोड्नु त हुँदै भएन। यसमा पहिचान जोडिएको छ, यसमा हाम्रो यहाँको आदिवासित्व जुन यहाँले टाइटलमा राख्नुभयो त्यो कुरा जोडिएको छ होइन। अनि यसमा रैथानेपन जोडिएको छ। अब किनभने यो आफू जहाँ बसेको छ त्यो भूमिमा बसेको देवी देवताको पूजा गर्नु त म त्यो ठाउँको हो, म यहाँको आदिवासी हो, म यहाँको रैथाने हो, आफ्नोपन चाहिँ मेरो यो हो भन्ने देखाउने हो नि त। यदि हामीले अर्कै देवी देवता अब उता चाहिँ तपाईँको के अरे पश्चिमबाट आउनुभएको जिसस क्राइस्ट होइन, गङ्गाको मैदानबाट आउनुभएको ब्रह्म विष्णु आदि इत्यादि होला होइन। त्यो गर्दा भन्दा अब यो हिल्जे भूमि हाम्रो आफ्नो भूमि, आफ्नो पर्वत मान्नु चाहिँ हाम्रो चाहिँ के हो भने पहिचान हो, हाम्रो आफ्नोपन हो होइन। किन भन्दाखेरि एउटा चाहिँ तपाईँको त्यो र मैले यो इन्डिजिनियस नलेज जुन भन्नुभयो यहाँहरूले, आदिवासी ज्ञान, रैथाने ज्ञानमा मलाई धेरै पहिलादेखि खुल्लुली लाग्थ्यो। मैले एमएको मैले थेसिस चाहिँ इन्डिजिनियस नलेज भनेर के हो भनेर उहिले 1992मा संखुवासभामा गर्ने मौका पाएँ होइन। यो किनभने विकासे भन्ने पश्चिमा जुन ज्ञान छ त्यो प्रणालीले के भन्छ भने तिमीले जानेको कुरा, तिमीले भनेको कुरा, तिम्रो अर्थ, तिम्रो कथा, तिम्रो दर्शन सबै याद हो, हाम्रो कुरा मान भनेर विकासले पश्चिमाले त्यसो भन्छ। तर हामीले के देख्यौँ भने यो पश्चिमा मोडलको जुन मोडर्नाइजेसनको विकास छ त्यसको लिमिटेसन
त्यसले निम्त्याएको दुर्दशा पनि हामीले देख्यौँ होइन। त्यसको कति असफल कुराहरू रहेछन्, नराम्रो कुराहरू ल्याउँदो रहेछन् भन्ने पनि देख्यौँ। र अहिले साइन्स, वेस्टर्न साइन्स पनि आदिवासीहरूको ज्ञान के छ यो बारेमा भन्ने कुराको खोजी गर्छ होइन। किनभने अब विकल्प चाहियो नि, किनभने तपाईँको क्यापिटलिजम र चाहिँ साइन्सले मात्रै कुरा सबै समस्या समाधान गर्न नसक्ने रहेछ भन्ने ठाउँ पुगिसक्यो। त्यसले गर्दाखेरि अब आदिवासीहरूको ज्ञान के छ भनेर खोज्ने क्रम छ, अथवा एटलिस्ट हामीहरू खोजिरहेको छौँ, हामीले भनिरहेको म चाहिँ तपाईँको के अरे त्यो इन्डिजिनस नलेजको क्रम खोज्ने क्रममा पछिल्लो मेरो ऊ चाहिँ के हो भने यो ऊ आयो के अरे भूकम्प आयो 2015 होइन। त्यसले गोर्खा भूकम्प भन्यो भने पनि सम्पूर्ण सखा पारेको हुन्छ, तामसालिङलाई पार्यो, तामाङको एरियालाई पार्यो। अनि त्यसपछि तपाईँले अहिलेको सबभन्दा ठुल्ठुलो चाहिँ के अरे बाढी पहिरो देख्नुहुन्छ भने सबै यहीँ छ, जुरेको, मेलम्चीको, अनि सबै झारलाङको हेर्नु, झारलाङको तपाईँको 1500 परिवार होल गाउँ गएर पहिरो लाग्यो। त्यहाँ यो बाढी पहिरो, भूकम्प, डिजास्टर, यो विभिन्न किसिमको हुन्छ। यो बारेको एउटा रिसर्चमा म संलग्न भएको एन्थ्रोपोलोजीको रिसर्चरको हिसाबले ठुलो टोली थियो। डराम युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी लगायत धेरैले गरेको। यसमा साइन्टिस्टहरू थिए, जियोलोजिस्टहरू। अनि मेरो एउटा पार्ट चाहिँ इन्डिजिनस नलेज के हो डिजास्टर सम्बन्धी, यसले के कन्ट्रिब्युट गर्न सक्छ यो डिजास्टर रोक्ने अथवा त्यसलाई बुझ्ने र त्यो डिजास्टर भइहालेपछि चाहिँ के भन्छ ऊ गर्नुको लागि, त्यसबाट बस्ने, त्यसबाट चाहिँ रिकभरी गर्नुको निम्ति के हाम्रो ज्ञान छ भन्ने बारेमा मेरो मूल प्रश्न थियो। अनि त्यसमा मैले के भने के मेरो रह्यो भने मैले कहाँ कहाँ हेरेँ, तेमालमा हेरेँ, हजुरको गाउँमा चाहिँ होइन, मैले माथि विशेष गरी भेगार र चाहिँ बोल्दे भेगारमा हेरेँ। त्यसपछि चाहिँ तपाईँको के अरे मार्मिङ भनेको माथि त्यहाँ चाहिँ हसिनो पाल्छ र अर्को चाहिँ म्याग्दीमा बगर गाउँ भनेर। अनि त्यो हिल्जेको हामी पूजाको चाहिँ अरू जात जातिको पनि हेर्दाखेरि अघि भाइले पनि उठाउनु भएको थियो, उभौली उधौली भने यस्तै यस्तै हो कि भनेर। यसले मैले के पाएँ भने यो चाड, यो पर्व, यो अनुष्ठान जे भन्नुहुन्छ यो चाहिँ एउटा गाउँलाई एकताबद्ध गर्ने चाहिँ पर्व हो। किनभने मेरो पुर्खा के अरे मेरो फोला मात्र हो भने, मेरो आफ्नो भेमेको फुइछोइमा मात्रै, फुइठाममा मात्र हो भने म थोकर हो, मैले थोकर भेमेलाई मात्रै गर्छु होइन, मैले अरू दोङ भेमे अरू कलम गर्दैन। तर हिल्ला चाहिँ मेरो गाउँमा चाहिँ थोकर पनि छ, यासिर पनि छ, मुक्तान पनि छ, अरू सबै दाजुभाइ इष्टमित्रहरू छ। हिल्जेमा त्यो गाउँको सबैजना आउनुपर्छ होइन, सबैले भेटी अनि त्यसपछि चाहिँ तपाईँको चामलदेखि लिएर पोखरा आफ्नो आफ्नो गच्छी अनुसार इच्छा अनुसार ल्याउनै पर्छ। तर तामाङ मात्र होइन, फेरि त्यो गाउँमा तपाईँले घुइखारको चाहिँ सबभन्दा अग्लो टाकुरा चाहिँ प्रभागाङ्गी जो हो भन्छ, तेवाल डाँडाको सबभन्दा शिखर चाहिँ त्यो चाहिँ 2100 मिटरमा पर्छ, 2121 समथिङमा। त्यहाँको झोको नाम चाहिँ प्रभागाङ्गी झो भन्छ। त्यहाँ चाहिँ त्यो चाहिँ होल तेमाको, अघि यहाँको छुट्टै छुट्टै आफ्नो आफ्नो गाउँको पनि छ, तर होल तेमाको चाहिँ प्रभागाङ्गी झो। अनि त्यहाँ चाहिँ तपाईँको आउँछ होइन। त्यहाँ त्यसले गर्दाखेरि त्यहाँ आउँदाखेरिमा त्यहाँ नेवार फ्यामिली, मैनाली फ्यामिली छ, त्यसपछि तपाईँको कामी दमाईहरू छन्, अरू विभिन्न अरूहरू पनि त्यहाँ चाहिँ आउँछ होइन। भने मतलब यो पर्व चाहिँ खालि कुनै एउटा टोलको, कुनै एउटा भुइँको मात्र होइन, कुनै जातको मात्र होइन, सबैको हो। किनभने यो ठाउँको, यो हिलको, यो देशको संरक्षणले त सबैलाई संरक्षण गर्नु पऱ्यो होइन। त्यो संरक्षण चाहिँ तपाईँ बिमारी नहुने भयो, तपाईँ चाहिँ के भन्दाखेरि बाली बिरुवा राम्रो हुने भयो, यो मौसम ठिक समयमा पानी पर्ने, ठिक समयमा चाहिँ के अरे घाम लाग्ने आदि इत्यादि हुने हो। त्यसले गर्दाखेरि यसको एउटा पर्पोज छ। यसले चाहिँ तपाईँको के भन्दाखेरि गाउँलाई एकताबद्ध गर्छ। र नेपालको कन्टेक्स्टमा हेर्ने हो भने अब प्रकृतिलाई संरक्षण गर्ने जुन मानसिकता यसले दिन्छ, प्रकृतिसँग हामी जुधेर मिलेर बस्नुपर्छ, जुधेर होइन भने हुन्छ, त्यो मानसिकता त अहिले चाहिएको नि हामीलाई। प्रकृतिलाई विनाश गर्ने मानसिकता होइन। त्यसले गर्दाखेरि यो चाहियो। र अर्को कुरा, यो चाहिँ राष्ट्रिय पर्व हुन सक्छ। कारण
यसले हाम्रो भूमिलाई नेपाल हाम्रो भूमि हो त हामी सबैको यो भूमिलाई चाहिँ तपाईँको के गर्छ भने पूजा गर्छ होइन यो हाम्रो यहाँको देवी देवतालाई पूजा गर्छ होइन अब तपाईँको खसानमा गयो भने त्यहाँको क्षेत्रीहरूले मस्टोलाई पूजा गर्छ मस्टो पनि एक प्रकारको चाहिँ तपाईँको के अरे त्यहाँको चाहिँ माटोको देउता हो त्यो ठाउँको देउता हो होइन त्यसले गर्दाखेरि यो चाहिँ अब अहिले के एउटा प्रब्लम छ भने भाषणहरूमा इन्डियामा आइरह्यो इन्डिया और नेपालमा क्या फर्क है होइन इन्डिया नेपाल भनेको इन्डिया त हो त त्यहाँ सबै हिन्दू छ होइन त्यहाँ चाडपर्व यताउति केही पनि त छैन होइन यो सांस्कृतिक जुन एउटा आक्रमण छ यसबाट बच्नुको निम्ति पनि एउटा चाहिँ तपाईँको यो छ अनि अर्को एउटा इन्ट्रेस्टिङ क्वेसन के छ भने यो कसरी यो उसँग जोड्ने हो मितिसँग मगर समाजमा त्यो म्याग्दीमा मैले के देखेँ भने यो दिन चाहिँ परम्परागत रूपमा चाहिँ के रहेछ भने त्यो गाउँको चोहो चुन्ने दिन हुँदो रहेछ होइन चोहो चुन्ने दिन हुँदो रहेछ अनि हाम्रोमा त त्यो हराइसक्यो हुन त चोहोले पुज्नुपर्छ हामी पनि र चोहो पनि चाहिन्छ त्यहाँनिर तर चाहिँ त्यो म्याग्दीको मगर गाउँमा चाहिँ उनीहरूको यो मुखिया नभएर अब मुखिया त यो रिप्लेस गरिसक्यो अहिले ओडाध्यक्ष ल्याएर ओडाध्यक्षले पूजा गर्न लगाएर उसलाई चर्ट फेटा लगाइदिँदो रहेछ अनि उसलाई काँधमा बोकेर चाहिँ त्यो उहिलेको चोक उ गर्ने प्रणाली होइन मोडर्न चोक हो नि होइन त्यसले गर्दाखेरि त्यो कल्चरली तपाईँले कसरी यो एउटा चाहिँ यो मिलान गर्नुहुन्छ होइन त्यो पनि चाहियो किनभने अब हामी अन्धविश्वासी भनेर अब मच्छिन्द्रनाथले नै हो पानी परेको भनेर भन्ने पनि होइन तर चाहिँ यो जुन एउटा चाहिँ परम्परा छ यो चाहिँ तपाईँको निरन्तर राख्दाखेरि हामीलाई के बेफाइदा होइन हामीले यो प्रकृतिसँग यो ठाउँसँग अर्को कुरा के भने यो मेरो थ्योरी छ मैले जुन पेपर लेखेँ त्यो सम्भवतः एउटा किताबको उसमा आउँदैछ कलेक्टिभली लेखेको हो त्यसमा मेरो चाहिँ के अरे सैद्धान्तिकीकरण के रह्यो भने अघि पनि कुरा है कि तामाङको फिलोसफी चाहिँ यो युनिभर्समा होइन मानव भन्ने प्राणी मात्र होइन यहाँ अरू थरी थरीका गैर मानव प्राणीहरू पनि छन् प्राकृतिक त भइगयो रुख बिरुवा जीव जनावर किरा फटेक्रा आदि भइगयो त्यो बाहेक तामाङको दर्शन अनुसार चाहिँ के भने त्यहाँ चाहिँ विश्वमा बस्ने चान हुन्छ भुइँमुनि बस्ने लो हुन्छ होइन त्योभन्दा माथि बस्ने ला हुन्छ होइन त्यसै गरी चाहिँ भाडला चान भोगला लु आदि हाम्रो भन्छन् त्यसै गरी अब झोवा हुन्छ झुमो हुन्छ त्यसपछि न्यान्बो हुन्छ विभिन्न किसिमको चाहिँ भूत प्रेत आदि इत्यादि हुन्छ तामाङको फिलोसफी अनुसार चाहिँ यो सबै प्राणी जो छ मानव र गैर मानव लगायतका सम्पूर्ण प्राणीहरू चाहिँ उनीहरू सुखी उनीहरू खुसी हुनुपर्छ र उनीहरूको एक आपसमा सम्बन्ध राम्रो हुनुपर्छ हो त्यो हो हाम्रो फिलोसफी यो युजे मानेर ल है तिमीलाई पनि यो अक्षरता छ साङ सेर्ग्याम छ तिमीलाई मैले साङ चढाएँ के भन्छ उसको च्यानज्यानको रुखको होइन तिमीलाई पानी चढाएँ तिमीलाई यो चढाएँ सबै चाहिँ सन्तुष्ट भएर आफ्नो ठाउँमा बसौँ हाम्रो आपसमा चाहिँ तपाईँको सबैको सम्बन्ध राम्रो होस् प्रकृतिसँग सबै गैर मानवीय चाहिँ गैर मानव लगायतका प्राणीहरूसँग सम्बन्ध हामी बिचको सम्बन्ध पनि राम्रो भयो भने मात्रै डिजास्टर हुँदैन नभए डिजास्टर भइहाल्छ तपाईँ र म झगडा तालेपछि डिजास्टर भयो नि होइन त्यो गर्दाखेरि युल्जेमा एउटा ऊ चाहिँ के माग्छ भन्दाखेरि यति हामी जो गाउँ छ यो गाउँको मानिसहरू बिचमा सेम जुन भन्छ तपाईँले मन भन्नुभयो यो सबै बिचमा चाहिँ मन नमिल्ने मन फाट्ने नबनाइदेऊ होइन हामी सबैलाई एक बनाइदेऊ भन्ने पनि भएको छ त्यसले गर्दाखेरि यो हामीलाई पाउने हामीलाई आउने किसिमको कुनै पनि किसिमको बाधा अडचनहरू चाहिँ भर्ज्या जुन भन्छ बाधालाई भर्ज्या हुन्छ त्यो भर्ज्या चाहिँ हटाइदेऊ भनेर पनि भन्छ त्यसले गर्दाखेरि यो चाहिँ हार्मोनी चाहिँ कायम गर्ने चाहिँ फिलोसफी हो हाम्रो तर हामी मानव समाजमा मात्र होइन यो चाहिँ व्यापक यो चाहिँ युनिभर्समै यो चाहिँ हुनुपर्छ भन्ने दर्शन हो यसको दर्शन कति सुन्दर छैन र यो दर्शन होइन
त्यहाँ यो दर्शनको खोजी गर्नु पर्यो, यसको माने हामीले फैलाउनु पर्यो र यसलाई कसरी मान्ने त अब होइन भनेर अब चाहिँ अगाडि बढ्नु पर्यो भन्ने एउटा चाहिँ छलफल। त्यस कारण आया कि के भन्नुभयो, क्या आया क्या आया ये आया भन्ने चाहिँ हामी सबैले भन्यो भने त अभियानमा जाने हो। त्यसले गर्दाखेरि हामीले भन्यो पनि नभने पनि गाउँ गाउँमा त मानेकै छ होइन, मान्नै पर्ने रहेछ। किनभने पहिला माओवादीले सबै हटाइदिएको थियो, अब पछि त सबै ओहो यो त गर्नै पर्छ, यो माओवादीले गल्ती गरेछ मात्र भनेर माओवादी पनि आएर मान्छ भने। अनि उहाँ मार्मिङमा माथि डाँडामा चाहिँ क्रिस्चियन भागले चाहिँ गाउँ, यही क्रिस्चियन भागले गर्दाखेरि यहाँ यत्रो के अरे ऊ भयो पहिरो भनेर अनि उनीहरूले पनि आउनु त अलिक के भयो होइन, अलि अप्ठ्यारो लाग्यो, कुखुरा सुखुरा सबै पठाइदियो। त्यसले गर्दाखेरि यो एउटा चाहिँ युनिफाई गर्ने एउटा सेन्स अफ सेक्युरिटी भन्छ नि, सेन्स अफ बिलोङ्गिङनेस, म यो ठाउँको म यो समुदायको चाहिँ अङ्ग हो, सदस्य हो भन्ने कुरा चाहिँ तपाईँको के अरे उदिनको निम्ति हो। र यो तामाङलाई त अब हामीले सुनिहाल्यौँ, पूर्व पश्चिम जताततै आफ्नो आफ्नो नाम छ, तर चाहिँ युल्जे त छ होइन। यो हिमाली भेगमा सबैतिर छ, आदिवासीमा छ, यो चाहिँ यो एकदमै महत्त्वपूर्ण छ। आदिवासी मात्र नभइकन हाम्रो बाहुन क्षेत्रीय समुदाय सबै त्यहाँ जो जो छ। म्याग्दीमा त पहिले के भन्यो भने हेडमास्टर साहब हुनुहुँदो रहेछ, उहाँसँग बात मारे सबै गरे, यत्रो भाले लिएर आउनु भएको अनि त्यसपछि उहाँ चाहिँ खड्का हुनु कुराकानी गऱ्यो। तपाईँलाई कस्तो लाग्छ यो भन्दाखेरि यो एकदमै ठिक छ, राम्रो छ, यो त हाम्रो भाकल मेरो छ, त्यस कारण भाकल बोलाउनु आएको भनेर उहाँहरूमा पनि सबै विश्वास नै हो एउटा, त्यसले हुन्छै भन्नु। त्यहाँ यो विश्वास चाहिँ कम्युनिस्टले भने जस्तो यो सबै अफिम हो, यो भयात कुरा हो, अन्धविश्वास हो, मोडर्नाइजेसनले भने जस्तो गरेर पनि नहुँदो रहेछ। रिचुअल त चाहियो। जापानको सोसाइटी हेर्नुहोस् त, उनीहरूको सिन्तो पनि छ, उनीहरूको चाहिँ पुर्खा पूजा पनि छ, सबै थोक छ, सबै मोडर्नाइज पनि हुन सक्दो रहेछ। विकासको लागि के हाम्रो कुरा सबै छोड्नै पर्छ त? नपर्दो रहेछ त कसैलाई, हामीलाई चाहिँ छोड्नै पर्छ। त्यसले गर्दाखेरि पहिचान सहितको विकास कसरी गर्नु त होइन, हाम्रो पहिचान सहित त्यो चाहिँ हाम्रो च्यालेन्ज हो भन्ने एउटा मलाई लाग्छ। तपाईँको टाइम कति छ? लास्ट पोइन्ट चाहिँ एउटा एकदम यो एडजस्ट गरिसक्यो। एक टाइम यो परम्परा चाहिँ एकदम एट्याकमा गयो, एकदम छायामा गयो। किनभने एक यो आदिवासी आन्दोलन आइसकेपछि पनि के भयो भने ओहो यो त हामीले छोड्नु पर्छ, किनभने यो त बलि दिने रहेछ, यो हिन्दू धर्मको रहेछ भन्यो है। अनि हिन्दू धर्मको त होइन, यो त अझ चाहिँ तपाईँको प्रकृति पूजा सिकारी युगदेखिकै होला। त्यसले गर्दाखेरि यहाँ चाहिँ चढाउँदाखेरि मिठो चिज चढाउने त होला, हामी चाहिँ बाली चढाउँछौँ, ऊ चढाउने भयो भने। तर पछि मान्छेले बिस्तारै बुझे ए होइन यो त चाहिँ यो त झनै आदिवासीको चाहिँ ऊ रहेछ होइन, आदिवासीको चाड रहेछ भनेर फेरि के आयो त्यो जुल्यो। कसो हुन्छ ठ्याक्कै के अरे यो बुद्ध पूर्णिमा छ, यो त बौद्ध धर्म मासोस् भनेर पो लगाएर भन्ने। त्यसलाई पनि गाउँलेले कसरी एडजस्ट गर्यो भने अलि अगाडि गयो, अलिक पछाडि। झगडा अहिले पनि छ गाउँ गाउँमा जानु हो भने कट्टर बुद्धिस्टहरूले चाहिँ यो त छोड्नै पर्छ, अनि जसले मानिरहेछ त्यसले चाहिँ होइन यो मान्नै पर्छ हाम्रो उहिलेदेखि भनेर। म पोहोर साल चाहिँ तेबाङमा थिएँ, त्यो गाउँ दुई फाक हो, माथि डाँडामा चाहिँ लामाले मजाले बुद्ध धर्म जयन्ती मनाइरहेछ, ऊ तल अर्को ग्रुप बजाए, अनि गाउँलेहरू चाहिँ माथि पनि भइरहेछ, तल पनि। अनि मैले के ठाने भने तिब्बतले के गर्यो, बुद्ध धर्म आइसकेपछि यस्तोहरू सबै जाने वाया भनेर बलपूर्वक हटाइदियो। त्यहाँको झो चान यहाँ त्यहाँ जे छ त्यो चानलाई पनि अब तिमी बुद्ध धर्म पालक धर्म रक्षक हुन्छौ भने बस, होइन भने तिमीलाई धुल्छु भनेर त्यसलाई खतम पार्छ। त्यस कारण त्यहाँ चाहिँ छ, तर चाहिँ बुद्ध धर्म मानेकोहरू मात्रै छ। तर हाम्रो यहाँ तामाङमा चाहिँ के छ भने बुद्ध धर्म पनि छ, प्रकृति धर्म पनि छ। तामाङ समाज किन चाहिँ विशिष्ट रह्यो त भन्दाखेरि यो दुईवटा फिलोसफीलाई उसले एकै ठाउँमा राख्न सक्यो। 1000 वर्षदेखि तामाङले बुद्ध धर्म 1000 वर्ष अगाडि चाहिँ
के अरे एडाप्ट गरेको रहेछ। अरूले हटायो यो सबैलाई, तर यसले त यो फिलोसफीलाई पनि एकदम जिउँदै राख्यो, जीवन्त राख्यो, सँगै राख्यो। त्यसरी यो फरक फरक फिलोसफी र प्र्याक्टिसहरूलाई चाहिँ कम्बाइन गरेर एक ठाउँमा राख्न सक्ने क्षमता हुनु भनेको त्यो समाजको ठुलो कुरा होइन भन्ने कुरा अरे। तर यसलाई आक्रमण चाहिँ मोडर्नाइजेसनबाट, बुद्ध धर्मबाट, क्रिस्चियन धर्म, हिन्दू धर्म, कम्युनिस्ट, आधुनिक सबैतिरबाट भइरहेछ। त्यहाँ तपाईँ हामीले अब कसरी सोच्ने यसलाई, पुँजीवाद, व्यापारवाद, यसलाई कसरी बचाउने, कसरी बनाउने हो होइन भन्ने कुराको छलफललाई र यसको गहिराईलाई अझ चाहिँ लैजानुपर्छ कि मैले यसको डिटेलतिर गइनँ म होइन, यसको गहिरोतिर होइन। किनभने उहाँले अघि भन्नुभएको जस्तै यसको मूल चाहिँ के रहेछ त भन्दाखेरि एउटा चाहिँ नि अब मैले चाहिँ मैले बुझेको, मैले व्याख्या गरेको अर्थहरू चाहिँ के छ भने ह्युल भयो। अब ह्युल जे कसरी आयो होइन, ह्युल छो, ह्युलको चाहिँ छोप्पा सबै ह्युल मिलेर गर्ने। तर पूजा कसलाई गर्ने त भन्दाखेरि सिद्धाक भने नि होइन, त्यसलाई साधक पनि भन्नु। सा भनेको भूमि, भाग भनेको मालिक, भूमिको मालिकलाई गर्ने होइन। भूमिको मालिक को भन्दा कि चाँद हुन्छ कि झ्यो हुन्छ। अनि त्यहाँ तपाईँले त्यो तोरमा बनाउँदाखेरि लु अनि झ्यो अनि चाँद अनि त्योहरू हुने होइन। अनि तिनीहरूलाई चाहिँ हामीले के भनेर मान्यो भने सिद्धाक, यो भूमिको यो चाहिँ मालिकहरू झुमो। त्यो बाहेक अरू आफ्नो आफ्नो हुँदो रहेछ, आफ्नो आफ्नो लोकल अनुसारको चाहिँ देवी देवताहरू राख्दो। त्यस कारण एउटा कुरा चाहिँ त्यो भूमिको मालिकलाई पूजा गरेको हो। तर त्यो भूमिको मालिक को हो भन्यो भने उहाँले भन्नुभएको छ, त्यति मान्छेले भन्नुभएको छ हाम्रो देवी देवताको आकार चाहिँ एकदम। अब त्यसले गर्दाखेरि त्यो जुन टाकुरा छ, त्यो टाकुरा आफै चाहिँ हाम्रो ऊ हो कि देवता हो कि त्यहाँ बस्ने चाहिँ देवता हो भन्ने आयो होइन। तपाईँलाई कस्तो लाग्छ, त्यो पर्वतै देवता हो कि त्यो पर्वतमा बस्ने चाहिँलाई पूजा गर्नु होइन। मेरो विचार सुन्नुहुन्छ भने म पछि भन्छु। त्यहाँ जे भए पनि यो के भन्दाखेरि एकदमै इम्पोर्टेन्ट कन्सेप्ट छ यो होइन, गहिरो फिलोसफीमा जाँदाखेरि। अब हामी चाहिँ अलिकति के भने उहाँ चाहिँ मोडर्न एजुकेसन पनि पढेको, एन्थ्रोपोलोजी मास्टर्स गर्नुभएको छ, इङ्ग्लिस लिटरेचर पढ्नु भएको छ। त्यसपछि बोम्बोको पनि छैन ऊ परम्परामा उहाँले गर्नुभएको, उहाँसँग विशेष किसिमको ऊ छ। तर हामी सबै चाहिँ यो मोडर्न एजुकेसन पढेकोले यसको आफ्नो एउटा विधि छ, साइन्टिफिक विधि। तर हामी तामाङ समुदायबाट आएको हुनाले, नेपाली समुदायबाट आएको हुनाले नेपालको कुरा त हामीलाई थाहा छ। तर यो दुईटालाई समागम गरेर अब यसको के हो, कसरी निकाल्ने, हाम्रो समाजलाई अब कसरी अगाडि लैजाने भन्ने कुरा चाहिँ तपाईँको अहिलेको ऊ हो। र लास्ट पोइन्ट मैले भन्नुभयो एउटा च्यालेन्ज चाहिँ योसँग पनि जोडेर आउँछ, पुर्खा पूजासँग पनि जोडेर आउँछ। हामीले अब यो जुन बलि पूजा छ, यो बलि पूजा चाहिँ गर्ने कि नगर्ने, यो गर्नै पर्छ कि पर्दैन होइन। किनभने एउटा आन्दोलन हाम्रो समाजमा के आइरहेछ, यो बलि चाहिँ रगत चाहिँ नचढाउन, रगतको सट्टा कुनै सिम्बल चढाए पनि हुन्छ। त्यसलाई नै अब तोर्मामा रातो रङ लाएर मैले रक्त चढाएँ है भनेर त्यो बनाएर पनि हुँदो रहेछ। कतिपयले त्यो गरिसक्यो, कतिले गरेको छैन भनेदेखि अब यो एउटा चाहिँ एउटा च्यालेन्ज छ होइन। हुन त अब यो गरेर पनि, किनभने जुइस भन्ने जाति हुनुहुन्छ, उहाँ चाहिँ अब सबभन्दा ठुल्ठुलो वैज्ञानिक निकाल्ने, फिलोसोफर निकाल्ने, धनी निकाल्ने सबै कम्युनिटी जुइस हुन्छ। जुइसको पूजा गर्दा भेडा चाहिँदैन होइन, भेडा चाहिने तपाईँको पूजा गर्नु। अब यो कसरी गर्ने भन्ने एउटा आधुनिक ऊ अनुसार गर्ला। तर चाहिँ तपाईँको यो चाहिँ उहाँको चाहिँ के गर्दो रहेछ भने हामी सबैको ग्रह सह पर्जा नराम्रो जे चाहिँ इमेलहरू त्यो भेडामा हालिदिँदो रहेछ। अनि भेडामा ग्रह खतम। त्यसलाई यो कसरी योलाई चाहिँ यो सँगै आएको मेरो विचारमा चाहिँ
प्रश्न के छ भने हाम्रो समाजले अब यो बलि पूजालाई गर्ने कि नगर्नु भने हाम्रो चाँद देउताले माग्छ होइन गरौँ भनेदेखि अब यो अलिकति चाहिँ तपाईँको बुद्ध धर्मसँग अरू कुरा केही छैन तर यो मार्ने जुन कुरा छ त्यो चाहिँ एउटा क्लासमा त्यो एउटा चाहिँ यो प्रसङ्ग पनि आउँछ जस्तो लाग्यो त्यस कारण म अहिले यति भन्ने हामी सबैलाई छलफल गर्ने हुन्छ त्यस कारण यो कुरा राख्दै अब यो जुन ऊ छ के अरे अघि भनिसक्नुभयो होला सुनिले हाम्रो तामाङ अध्ययन छलफल श्रृङ्खला चाहिँ अलिकति बिचमा ग्याप हो तर एभ्री मन्थ जसो गर्न पायो भने हामी बिचमा भेटघाट पनि हुन्छ गहिरो सम्म जानु पनि हामी सबैलाई मद्दत हुन्छ भन्ने हिसाबले यो गरेको छौँ त्यस कारण यहाँहरू पनि आफ्नो विषयमा होइन यो कुरा चाहिँ हामीहरू छलफल गरौँ भनेर के छ भने प्रस्ताव गर्नुहोस् हामी सबैले यो हाम्रो जुन बौद्धिक जुन एउटा जुन अभ्यास छ त्यसलाई लैजाउँ भन्ने कुरा अनुरोधसहित म मेरो कुरा यही टुङ्ग्याएँ धन्यवाद हुन्छ सरले नै सकाइदिनु भयो भने हुन्छ अब यदि भन्दै अब समय अलिकति बेसी भयो तर ठ्याक्कै 5 बजे छ 2:30 देखि 5 बजे 2.5 घन्टा होइन ल एकदमै पर्फेक्ट टाइम हाम्रो एउटा चलन के गरौँ भन्ने प्रस्ताव छ भने जति बजे भनेको त्यो बेलामा सुरु गरौँ अनि ठ्याक्कै टाइममा सकाउँ ताकि यो एउटा चाहिँ एउटा अनुशासनमा बस्नु पनि हामीमा बानी होस् भनेर त्यस कारण यहाँहरूलाई धेरै धन्यवाद हामी सबैले हो यो किनभने मेरो विधानमा हामीहरू चाहिँ यस्तो किसिमको पुस्ता रहेछौँ कि भाग्यमानी पुस्ता भनौँ कि हामीलाई गाउँ पनि थाहा छ अनि सहर पनि थाहा छ युरोप अमेरिका पनि थाहा छ सबै हामी चाहिँ एउटा इन्टरलोकुटर भन्ने हामीले यता कुरा उता लानु सक्छ उताबाट यता गाउँमा गयो भने हाम्रो बाबुबाजेले त्यो गर्नु सक्दैन होइन कतिपय हामी जस्तो मान्छे फेरि गाउँ थाहा छैन तामाङ समाज थाहा छैन उनीहरू आफ्नै गइसक्यो होइन तर उहाँहरू पनि खोज्दै आउँदो रहेछ त्यसले गर्दाखेरि हाम्रो एउटा यो इतिहासको यो पोइन्टमा हामी जुन कालखण्डमा जन्म्यौँ हुर्क्यौँ बाँचिरहेको छौँ हाम्रो एक किसिमको चाहिँ जिम्मेवारी बन्छ कि भन्ने जस्तो मलाई लाग्छ त्यस कारण यो अभियानमा सबैजना सबै हुनुभएकोमा यो चाहिँ तपाईँले के अरे खुसी गर्दै किनभने फेरि अर्को कुरा अब दुर्लभजी भाइहरू आउनुभएको छ यो एकदमै यो तामाङ अध्ययन प्रतिष्ठान भने पनि यो तामाङमा मात्र होइन केन्द्रित तामाङ समाज नेपाली समाज हामी सबैलाई बुझ्यौँ तर अलिकति फोकस तामाङमा गर्नु किनभने यो बारे नलेज अलिकति नभएको हुनाले गरौँ भन्नु हामी वाइडली कुरा गर्छौँ सो त्यस कारण यसलाई चाहिँ तपाईँले अरू साथीहरू पनि लिएर आउनुहोस् छलफल गर्ने आफ्नो कुरा पनि राख्ने होइन गहिराइमा लाने अब के गर्ने भन्ने बाटो पहिलाउने र यदि त्योसम्म हामीले केही गर्न सकेन हामी आफ्नो आफ्नो पेसा व्यवसायमा एकदमै इन्गेज छौँ भने पनि एटलिस्ट आफ्नो लागि त एउटा चाहिँ एउटा ओपिनियन बनाउन सक्यो नि यस्तो रहेछ भन्ने कुरा त्यो बनाउनुको लागि पनि हुन्छ र तपाईँले आफ्नो नानीहरूलाई आफ्नो भाइ बहिनीहरूलाई सिकाउन आफूभन्दा पछिल्लो पुस्तालाई ज्ञानलाई प्रसारण गर्नको निम्ति यो राम्रो हुन्छ भन्ने मलाई लाग्छ कारण हामीले यो एउटा सानो के अरे स्पेस लिएका छौँ यो स्पेसको पनि भरपुर मद्दत गरौँ अनि छलफल निरन्तर गरौँ भन्ने कुरा राख्दै फेरि धन्यवाद दिँदै म यही अनि अर्को अनाउन्समेन्ट चाहिँ हाम्रो जुनमा चाहिँ हाम्रो स्थापना दिवस पनि मनाउँदैछ त्यसको डिटेल्स चाहिँ केही समयपछि हाम्रो फेसबुक पेज अनि अरू माध्यमबाट सार्वजनिक हुनेछ त्यसमा पनि यहाँहरू सहभागी भइदिनु होला भन्न चाहन्छु थप छ के भन्नु ठिक छ हजुर त्यसको अलिकति हामीले छलफल गरिरहेको खगाएको पनि केही सुझाव छ भने प्रत्येक वर्ष एउटा चाहिँ यसको एनुअल डे जस्तो मनाउने त्यो गर्दाखेरिमा चाहिँ एउटा किनोट स्पिकर बोलाउने कुनै विषयमा चाहिँ तपाईँको एउटा के अरे प्रवचन जस्तो होइन अलिक अध्ययन सोसियल साइन्सको अध्ययनमा आधारित रहेको विषयमा अनि त्यसपछिलाई यसै गरी 3 जना विद्वानहरू चाहिँ नै बोलाइकन उहाँहरूसँग अलिकति छलफलहरू गर्ने होइन भन्ने कुरा छ र अनि प्रत्येक वर्ष यो वर्ष लेखिएको तामाङ समाजको बारे लेखिएको तामाङ लेखकले वा गैर तामाङ लेखक तर तामाङ समाजको बारेमा लेखिएको हुन्छ
त्यो किताब जुन उत्कृष्ट छ त्यसलाई एउटा सानो अवार्ड दिने त्यो पनि गर्ने त्यो दिनमा। अनि यसपालिको टपिक चाहिँ फाइनल त भएको छैन, तर हामीले टेन्टेटिभली सोचिरहेको चाहिँ नयाँ युवा तामाङ विद्यार्थीहरूको लागि यो लेख्ने जुन छ पब्लिस गर्नको निम्ति, प्रकाशन गर्नको निम्ति लेख्ने काम जुन छ त्यो लेख्ने कामको चुनौतीहरू के हुन्, यो कसरी अगाडि बढ्ने भन्ने बारेमा लेखिरहेका विद्वानहरूलाई बोलाएर भावनाहरू सुन्नु, ताकि विद्यार्थीहरूलाई चाहिँ के भन्दाखेरि प्रोत्साहन होस्। र अनि यो अध्ययन प्रतिष्ठानबाट यसपालि चाहिँ हामीहरू लेखन सम्बन्धी तालिम दिने 1 सेमेस्टरको भन्ने पनि गरेको छ। त्यो हामी एनाउन्स गर्छौँ, हाम्रो वेबसाइट चाहिँ हेर्दै गर्नु। र केही यहाँको सुझाव छ भने त्यो पनि सुन्नु। तपाईँहरूलाई कस्तो लाग्यो तामाङ अध्ययन प्रतिष्ठानको आइडिया, यो छलफल कार्यक्रमहरू, यो भेला?